कुरा के हो त भने पहिलो दिनमा त धेरैलाई यो सिमुलेसन भनेको थाहा थिएन। हिजो अलिकति सिमुलेसनको अनुसारको कन्सेप्ट पनि बुझ्नुभयो अनि सिमुलेसन बनाउने तरिका पनि बुझ्नुभयो। धेरैले बनाउनु पनि भयो, याद राख्नु। अब ती बनिसकेका जुन सिमुलेसन फाइलहरू छ तिनीहरूलाई अफलाइन तान्न पनि सिकिसक्नु भएको छ अलमोस्ट। अब यसरी बुझौँ, लगभग तपाईँले सिमुलेसन बनाउने प्रक्रिया अनुसारको जे जति आवश्यक थियो सक्नुहुनेछ, गर्न सक्नुहुनेछ। अब यसमा तपाईँलाई थप आवश्यक के हो त यो 7 दिनसम्मको बसाइमा भने मेजर कुरा चाहिँ बुझिराखौँ। एकै दिनमा हिजोकै एक दिनको क्लासले तपाईँ सिमुलेसन बनाउन सबै रेडी हुनुहुन्छ, सक्षम हुनुहुन्छ। तर कहीँ कतै त्यो प्रम्प्ट दिँदा हामीले प्रम्प्ट दिएको अनुसारको गाइडलाइन पुग्दैन। हामी सम्झाउन खोज्छौँ, त्यो सम्झने उसले चाहिँ मान्दैन अथवा त्यो उसले चाहिँ बुझ्दैन भनौँ भने त्यो बुझाउने भाषा के हो, बुझाउनका लागि हामी के चाहिँ गर्न सक्छौँ, के चाहिँ ट्रिक एप्लाई गर्न सक्छौँ, त्यो कुरा चाहिँ आज क्लासमा रहनेछ। र आज क्लासमा रहने अर्को कुरा चाहिँ हाम्रो चाहिँ टपिक नेपाली सब्जेक्टको अनुसारको कुराकानी गरेका छौँ है। नेपाली सब्जेक्टको चाहिँ टपिक अनुसारकोबाट काम गर्ने भनेका छौँ। सेड्युलमा हामीले चाहिँ 1 बाई 1 कुन कुन दिन राख्ने भन्ने छ, त्यो अनुसार चाहिँ रहनेछ। याद राखौँ, कुन दिन के गर्ने भनेर चाहिँ हामीले जुन सेड्युल बनाइएको छ त्यो अनुसार सिक्दा तपाईँहरूलाई पनि सजिलो हुन्छ। किनकि एकाएक हामीले हिजो म्याथको सुरु गऱ्यौँ, नेपालीवाला, सोसलवाला, इङ्ग्लिसवाला जुन सब्जेक्ट टिचरहरू हुनुहुन्छ धेरैलाई त उहाँहरूलाई यो के हामीले हेर्नुपर्ने हो र यो हामीलाई त आवश्यक त होइन जस्तो लागेको थियो सुरुवातमा चाहिँ। धेरैले कमेन्ट पनि त्यो अनुसार गर्नुभएको थियो। सुरुवातमै हामीले भनिरहेका छौँ सबैका लागि हो, सुन्नुहोस् भइहाल्छ, मात्रै सुन्नुहोस्, त्यति मात्र है। मैले अब स्क्रिनतिर लगेँ र एकजना सरले हिजो एउटा डिभाइस, म्याक डिभाइसमा कसरी एडिट गर्ने, कसरी चाहिँ काम गर्ने भन्ने किसिमको पनि सोध्नु भएको थियो। अनलाइनमा काम गर्ने त त्यही जिमिनी अनुसारकै हो। अफलाइन तान्दाखेरिको केसमा भने मैले उहाँको हेरिदिनेछु। अनि मोबाइल डिभाइसमा पनि कसरी प्रयोग गर्ने भन्ने किसिमको एक्टिभिटी आजको अन्तिमतिर रहनेछ है। मोबाइलबाट पनि हामी कसरी चाहिँ यो सिमुलेसनहरू बनेका फाइलहरू मोबाइलमा रन गराउन सक्छौँ, मोबाइलमा हेर्न सक्छौँ, मोबाइलमै कसरी एडिट गर्न सक्छौँ त्यो पनि हेर्नेछौँ। तर मेरो सल्लाह फेरि पनि है, हामी टिचर हो, हामीले देखाउने स्क्रिन भनेको डिजिटल बोर्ड अथवा चाहिँ ल्यापटप हो होइन, त्यो अनुसारको स्क्रिन प्रोजेक्टरबाट फाल्ने हो भने त्यो अनुसारको युआईमा फिट हुनुपर्छ। भने मोबाइल अनुसार सोच्नुभयो अनि त्यहाँ ल्यापटप अनुसार कम्पेटेबल हुँदैन। अब यी शब्दहरू पनि अलिकति बुझिराखौँ है। ल मैले चाहिँ स्क्रिनतिर लगेर चाहिँ अब अब यसमा एआई भन्ने बित्तिकै अब यो मेजर कुरा सिमुलेसन भन्ने बित्तिकै माग्न जान्नुपर्छ। म पहिलो दिनदेखि भन्दैछु तपाईसँग के परिकल्पना गर्नुभएको क्षमता छ अथवा परिकल्पना गर्नुभएको चाहिँ छ विषयवस्तु, त्यही परिकल्पना अनुसार माग्ने हो। माग्दा म कसरी माग्ने अनि चाहिँ त्यो मागिएको विषयवस्तु जुन छ उसले बुझ्ने तरिकाले माग्यो कि मागेन त्यति चाहिँ हो। पहिलो दिनदेखि अन्तिम दिनसम्म बोलिने एउटा शब्द शैली भनेकै यही हो। तपाईँ माग्न सिक्नुहोस् बस। फेरि माग्दाखेरि भनेको डिटेल इन्फर्मेसन दिन सक्नुपर्छ, यो अनुसार मलाई चाहियो भनेर। ओके, अब यसमा मैले चाहिँ अब एउटा टपिक जुन सुरु गर्दैछु त्यो भनेको आज नेपाली इङ्ग्लिस सोसल रिलेटेड हुनेछ भने यसका लागि प्रयोग गरिने शब्द सिमुलेसनको लागि यहाँहरू सबैलाई जानकारी होस्, डाइनामिक प्रेजेन्टेसन एचटिएमएल फाइल हो। डाइनामिक प्रेजेन्टेसन एचटिएमएल फाइल हो। सो त्यो वर्ड प्रयोग गर्न भने छुटाउनु भएन। सबभन्दा पहिला तपाईँहरूले लेख्नुपर्ने हुन्छ प्रम्प्ट। अब प्रम्प्ट चाहिँ ध्यान दिनु है, म प्रम्प्टको कुरा पनि गर्दैछु। प्रम्प्ट चाहिँ तपाईँले चाहिँ च्याट जिपिटीबाट बनाउने भनिएको थियो हिजो। सबैले ध्यान दिएर सुनौँ, च्याट जिपिटीबाट बनाउने भनिएको थियो। बेटर नै च्याट जिपिटी हो प्रम्प्टको लागि। फेरि पनि स्ट्रङली अझै पनि हामी चाहिँ च्याट जिपिटीलाई नै प्रम्प्टको चाहिँ किङको रूपमा अहिलेका लागि युज गर्दैछौँ भनौँ। छन् अरू पनि थुप्रो छन्, अहिले त्यति धेरै जानु परेन। के टुल छन् त्यति धेरै जान्नु पनि आवश्यक छैन हामीलाई, थोरैले काम चल्छ भने। त्यो थुप्रो लगाएर होइन, यो पुरा कम्प्युटरभरि त्यो नामै नाम, आफैलाई थाहा हुँदैन त्यो चाहिँ त्यो एआईको नाम 10 दिनपछि, अनि त्यो नाम नोट गरेर कुनै अर्थ छैन। जतिले काम चल्छ त्यतिले चलाउने हो।
मैले चाहिँ आज भने म जेमिनीमै डाइरेक्टली विदाउट जेनेरेटिङ प्रम्प्ट, याद राखौँ है, मैले चाहिँ तपाईँको चाहिँ च्याट जिपिटीमा नगइकनै प्रम्प्ट नबनाइकनै सोझै यहाँ चाहिँ तपाईँको चाहिँ क्यानभास अन गरेको छु, यहीँ डाइरेक्टली प्रम्प्ट लेख्नेछु, छोटो मिठोमा जे चाहिएको छ त्यति लेख्दा हुन्छ। अब एउटा कुरा के छ त भने हामीले हिजो अलिकति फेस गरेको कुरा, किनकि फेस गर्दाखेरि के थाहा पायौँ ती कुराहरू नोट गर्दै बस्नुपर्छ। यहाँनिर हामीले माइक अन गरेर पनि बोल्ने अनुसारको एक्टिभिटी अस्ति गरेका थियौँ, जुन सफल भएको थियो। हिजो सफल भएन। किन सफल भएन त भने थाहा पाइराखौँ, यसमा हामीले चाहिँ इङ्ग्लिस नेपाली जस्तो बोले पनि बुझ्छ। अहिलेलाई नर्मल युआई खुलेको छ जेमिनीको चाहिँ है। मतलब अहिले हामी क्यानभासतिर छिरिसकेका छैनौँ, जस्ट क्यानभास चुज गरेका छौँ। क्यानभास चुज गरिएको मात्रै छ। नयाँ कोही आज मात्रै जोडिनु भएको छ भने यो क्यानभास गर्दै हुनुहुन्छ, यो क्यानभास छ कहाँ भन्नुहुन्छ भने ल म इलेक्सनलाई यहाँ चाहिँ क्यानभास सो गराइदिएँ। यहाँ छ क्यानभास चाहिँ अहिले लेखिएको। जुन कुरा कसरी निकालिएको थियो त भने यहाँ टुलबाट चुज गरेर त्यहाँ 5 वटा अप्सन छन्, जसमध्ये क्रिएट इमेज, देन क्यानभास, डिप रिसर्च र क्रिएट म्युजिक गरी यसरी 5 वटा विकल्प छन्। त्यहाँ चाहिँ तपाईँले क्यानभास चुज गर्नुहुन्छ। क्यानभास चुज गरिसकेपछि सोझो रूपमा मैले चाहिँ एउटा नर्मल लेख्न चाहन्छु। तर पहिलो पेज भएकाले अहिले देख्नु नि क्यानभासको अनुसारको युआई खुलेको छैन भने त्यस अवस्थामा तपाईँले माइक्रोफोन अन गरेर नेपाली भाषा बोल्दा पनि सपोर्ट गर्छ। तर क्यानभास खुलिसकेपछि भने नेपाली भाषा भने अलिकति सपोर्ट गर्न गाह्रो रहेछ। यसलाई राम्रोसँग बुझ्दो रहन्छ, चाहे तपाईँको चाहिँ डिभाइस अन होस् अथवा अफ होस्, त्यो अनुसारको अलिकति समस्या रहेछ यसमा। तर इङ्ग्लिसमा भने मजाले त्यहाँ तपाईँले चाहिँ कमान्ड दिन सक्नुभयो, यो अनुसार चाहियो भनेर चाहिँ उसलाई सम्झाउन सक्नुभयो भने त्यहाँ त्यस बेला भने काम गर्छ है। नेपाली भाषा चाहिँ अलिकति क्यानभास खोलिसकेपछि भने काम नगर्दो रहेछ, अलिकति कम्पेटेबल भइसकेको रहेनछ। ल अहिलेका लागि म यहाँ नेपालीमा नै बोलेर प्रम्प्ट दिन चाहेँ, ठ्याट्टै यहीँनिर अनि बना भनिदिनेछु, ठ्याट्टै त्यही अनुसारको बन्नेछ। ल एउटा टपिक हामीले इङ्ग्लिस नेपाली सोसल सबैका लागि हुने अनुसार, किनकि यहाँ टपिक भन्ने मात्रै हो, किनकि तपाईँले आफ्नो टपिक युज गर्ने हो नि, जेसुकै टपिक राख्नुहोस् के फरक पर्छ र है, माग्ने तरिका मात्रै बुझ्नु पर्यो। मैले माइक्रोफोन यसमा चाहिँ अन, ओके यो त रियल टेक अडियो, ओके डन। मलाई यसमा एउटा सिमुलेसन जस्तै यहाँ चाहिँ नेपाली भाषा अनुसार जस्टिस पो आएको छ त मलेसिया आउँछ, बर्बाद भयो त नेपाली बोल्दा त। ओके म नेपालीमा कुराकानी गर्न चाहन्छु। नेपालीमा टेक्स्ट राखौँ त, हुँदो रहन्छ है। यो नेपालीमा आजभोलि गडबडी गरेर आएको छ। यहाँ डबल सायद माइक भएर पनि हुनुपर्ने, अघि त नेपालीमा काम गर्दै थियो। लेखेरै गरौँ, केही छैन। तपाईँलाई सजिलो होस् भनेको, मोबाइलबाट चाहिँ आनन्द हुन्छ है। ल एउटा DYNAMIC डाइनामिक PRESENTATION प्रेजेन्टेसन HTML फाइल बनाउनु छ, जसमा fill in the BLANK blank को बारे अथवा fill in the blank सम्बन्धी समस्या रहने छन्। मजाले यसरी लेख्दा पनि काम चल्छ। तपाईँ जसरी लेख्नुहुन्छ केही फरक पर्दैन। हामीले इङ्ग्लिसमा प्रायः जसो म्याथ र साइन्सको लागि इङ्ग्लिस युज गरेर हुन्छौँ, इङ्ग्लिसको लागि नि गर्दा भयो, नेपालीको लागि नि गर्दा भयो, बट बेटर चाहिँ तपाईँलाई जसरी सजिलो लाग्छ
अब धेरै जसो हामी चाहिँ नेपाली र सोसलतिरको उसमा चाहिँ अलिकति इङ्ग्लिसमै लेख्दा गाह्रो पर्ने भन्ने किसिमको चाहिँ अलिकति मैले चाहिँ पहिलो अथवा दोस्रो दिनमै अनुमान पाएकोले यसरी नै लेख्न सकिन्छ भनेर गाइडलाइन बताइएको मात्रै हो। अब तपाईँ माग्न के चाहनुहुन्छ मेजर कुरा थियो है। फिल इन द ब्ल्याङ्क भन्नुभयो, के हो त फिल इन द ब्ल्याङ्क? छोटो भयो नि त। फिल इन द ब्ल्याङ्क कति राख्ने, के राख्ने भन्ने कुरा त आएन हो। त्यो कुरा अब यसमा थप्नु पर्यो। म के गर्न चाहन्छु भने 5वटा QUESTION क्वेसन देखिएको हुनुपर्छ, बट डेटा भने 60वटा QUESTION क्वेसन लुकाएको हुनुपर्छ। न्यू QUESTION क्वेसन BUTTION बटन PRESS प्रेस गर्दा ऱ्यान्डमली 5वटा देखिनुपर्छ। बस यसरी लेख्ने चल्छ है। हामी अर्को पटक इङ्ग्लिसमै लेख्नेछौँ। अहिलेका लागि तपाईँहरूलाई सजिलो होस् भनेर चाहिँ सबै विषयवस्तु इङ्ग्लिस बोलाले पनि यसरी लेख्दा हुन्छ, फरक पर्दैन। नेपालीमै तपाईँको चाहिँ के भन्छ अक्षरहरू आउने गरी लेख्नु भयो भने त्यो त झनै राम्रो भइहाल्यो है। देवनागरी स्क्रिप्ट अनुसार टाइप गर्न सक्नुभयो भने त्यो झनै राम्रो। जसरी यहाँ मैले युनिकोड राखेको छु, नेपाली युनिकोड रोमनाइज तपाईँले ट्रेडिसनल अथवा चाहिँ गुगल इनपुट टुल जे तपाईँलाई सजिलो लाग्छ त्यसबाट मजाले गर्न सक्नुभयो, केही फरक पर्दैन। मैले यसै अनुसार राखेँ। 5वटा देखिनुपर्छ ऱ्यान्डमली। त्यहाँ 60वटा क्वेसन लुकाएको हुनुपर्छ, 5वटा ऱ्यान्डमली देखिनुपर्छ। अब टपिकको नाम पनि दिउँ, किनकि अब त्यो प्रश्न त यो अनुसारको चाहिँ क्याटेगोरी त बताउनु भयो। क्लास कतिको हो? क्लास 7 को लागि ADJECTIVE एडजेक्टिभ ENGLISS इङ्ग्लिस सब्जेक्टको विषय वस्तु समेटेर बनाउने। यति भने नि काम चल्छ। तपाईँले मागेको कुरा अलिअलि पुगेको छ। बाँकी यदि प्रम्प्ट बनाइएको भए अझै राम्रोसँग इन्फर्मेसन एड भएर आउँथ्यो, तैपनि काम चल्नेछ। बाँकी थप्न पाइन्छ, रन गराइदिँदा हुन्छ। अब अर्को पटक भने मैले चाहिँ डाइरेक्टली पहिला इङ्ग्लिसमै लेख्नेछु। अहिलेका लागि यो नेपाली विषयवस्तुको चाहिँलाई बढी फोकस गरेर बनाइएको छ। यो चाहिँ अहिले मेजर कुरा। अब कसैकोमा नेपाली टाइपिङै सपोर्ट नगर्ला, अहिले फेरि प्रश्न आउँछ कसरी गर्ने भनेर। ओके, म हेर्नेछु है आज सबैको फाइलहरू चाहिँ मजाले हेर्नेछु अन्तिमतिर म चाहिँ। सब्जेक्ट सुरुमा भने नि अन्तिममा भने नि केही फरक पर्दैन है। एडजेक्टिभ भनियो, एडजेक्टिभ इङ्ग्लिसकै हो, सक्यो नि त, त्यति चाहिँ। ल, यस अनुसार चाहिँ बनेछ होइन। अब यहाँ एउटा चाहिँ लेख्ने सिस्टम बनाएको छ। द सी इज भेरी भन्ने भनेछ। अब अप्सन त दिएन, यहाँ त जे पनि हुनसक्छ। अब त्यो अनुसार कसरी आन्सर चेक गर्नु त यहाँ त है। यहाँ त अब मेन समस्या भनेको त्यहाँ केही 4-5वटा यिनीहरूका लागि सुइटेबल हुने अल्टरनेटिभहरू यहाँ दिएको भए सजिलो हुन्थ्यो। अब यहाँ आन्सर भेरी डिप भन्ने कि भेरी साल्टी भन्ने कि होइन, अब मल्टिपल हुनसक्छ नि त्यहाँ दिएको अनुसारको जे पनि हुनसक्छ। अब त यहाँ अर्को 3 नम्बरमा हेर्नुहोस् त, द डट फक्स फुल द क्रो लेखेको छ। अब क्लेभर लेख्ने हो कि त्यहाँ चाहिँ होइन के चाहिँ लेख्ने हो? अब वाइल्ड फक्स लेख्ने पो हो कि अब
त्यहाँ अब एड्जेक्टिभको केस जेन्युन आएको छ। अब यस्तो अवस्थामा तपाईँले चाहिँ यहाँ चाहिँ आन्सर चेक गर्ने भने अलिकति गाह्रो पर्छ। नयाँ प्रश्न भने बन्दै गरे तपाईँले चाहिँ सुइटेबल अनुसारका चाहिँ अल्टरनेटिभहरू यहाँ चाहिँ राखिदिन सक्नुभयो। द्याट वाज अ बेस्ट मुभी भन्न सकियो होइन, अथवा चाहिँ फ्यान्टास्टिक मुभी भन्न सकियो। मल्टिपल आन्सर भयो क्या यहाँ चाहिँ। हो, सो मल्टिपल आन्सर नहुन् भन्नका लागि तपाईँले यहाँ के गर्नु पर्यो त, यसमा विकल्प माग्नु पर्यो। यहाँ 4-5 वटा अनुसारको विकल्प राख्दै भन्नु पर्यो। ल फिचर मैले अब इङ्ग्लिसतिर लागेँ है। अब तपाईँले आफ्नो अनुसार चाहिँ मजाले नेपाली इङ्ग्लिस जस्तोमा च्याट गर्दा पनि चल्दो रहेछ, यति बुझ्नुहोस्। 8 3 alternatives for each QUEST questions ब्राकेटमा including CORRECT करेक्ट आन्सर। अनि त्यसपछि पछाडिपट्टि चाहिँ थप्नुहोस् त्यहाँ चाहिँ अब कसरी राख्ने त, कहाँ राख्ने त, ती कसरी चाहिँ एडजस्ट गराउने त। फिचर एज DRAG ड्र्याग एन्ड ड्रप। ड्र्याग एन्ड ड्रप भनेको तलपट्टि छन् भने माउसले समातेर त्यहाँ लगाएर फाल्ने भनेको। मोबाइलमा छ भने टच गरेर तपाईँले चाहिँ त्यो खाली ठाउँमा टक्क पुर्याइदिने क्या, सारेर यसरी टक्क च्यापेर भनौँ। नेपालीवालामा भए मलाई त ड्र्याग एन्ड ड्रपै थाहा भएन, नो प्रब्लम। एउटा ठाउँबाट च्यापेर त्यसलाई चाहिँ त्यो खाली ठाउँमा पुर्याउँदा त्यो भरिने होस् भनेर लेख्नुहोस्, बुझ्नु पर्यो, उसले चाहिँ पुग्छ। केही कुरा हुन्छन् जुन कुरा हामीले चाहिँ मिलाउन नसकेको अवस्थामा हामी यहाँ थप्ने छौँ। आज केही नयाँ सिकिनेछ, यो त हिजोकै कुरा हो भाइ, यो हिजोकै कुरा हो। यति त हिजो लेख्दै हुनुहुन्थ्यो तपाईँहरू। केही नयाँ भनेको अन्तिमतिर रहनेछ। अलिकति वेट गर्न चाहिँ अलिकति सबैले चाहिँ सक्नु पर्यो है, किनकि सिकाइका लागि एकाएक सबैले चाहिँ फ्याट्ट सिकिहाल्छन् भन्ने छैन। कोही आज मात्रै जोडिएको हुनसक्छ। फरक पर्दैन, यहाँ 7औं दिनमा जोडिने मान्छेले पनि राम्रै फाइल बनाउन सक्छ है। ल हेर्नुहोस् त, अब एकमुष्ट माथि टन्नै राखिदिएछ। यहाँ चाहिँ तपाईँको चाहिँ 5 वटाको लागि एकमुष्ट चाहिँ कति 15 वटा जति यहाँ चाहिँ त्यहाँ 15 वटा माथि राखिदिएछ। अब यसरी तानेर ल्याएर राख्ने हो क्या यो चाहिँ अब यसरी। तर यसरी राख्दा पनि ठिकै हो, एउटा यो पनि एउटा टाइप नै हो। तर अल्टरनेटिभ अलिक बढी भयो क्या त्यहाँ चाहिँ। अब किनकि यहाँ भर्नुपर्ने 5 वटा हो भने त्यहाँ 15 वटाको के काम होइन, त्यहाँ 7 वटा मात्रै 4 वटा मात्रै बढी भइदिएको भए काम चल्थ्यो। यसरी चाहिँ मैले चेकमा यो गरेँ, यसमा एउटा मात्रै राइट भएछ, बाँकी सबै रङ भएको छन्। जस्तो हामीले तान दिएको मात्रै द कफी इज जङ्क लेखिएको थियो भने त्यो रहेनछ भन्ने भयो। अब यहाँ कुन चाहिँ मिल्थ्यो त्यो अनुसारकोबाट चाहिँ हेर्नु पर्यो है। मैले अब यहाँ चाहिँ फेरि एडिट गर्न पनि मिल्दो रहेछ है। अब एडिट गर्न मिल्ने बनाउने कि नमिल्ने बनाउने तपाईँको हातमा छ क्या सबै, किनकि यहाँ एड गर्ने हो। मलाई एडिट गर्न मिल्ने नमिल्ने, स्कोर काउन्ट हुने नहुने, एकमुष्ट अन्तिममा काउन्ट हुने होइन। अहिलेका लागि जम्मा 5 वटा क्वेसनको आइटम भयो। नेक्स्ट 5 क्वेसन अर्को 5 वटा क्वेसन आयो, तर यहाँ छन् तपाईँको चाहिँ फेरि अल्टरनेटिभ अलिक बढी नै भयो हो। अब कसरी राख्न चाहनुहुन्छ त्यो तपाईँको इच्छामा भर पर्यो। ल अलिकति यसमा चाहिँ अब केही मैले चाहिँ मेरो मात्रै कति च्याप्नु यसमा, किनकि मिलिजुली गर्दा राम्रो हुन्छ। बासु अधिकारी सर, लु यसमा अलिकति सल्लाह दिनु पर्यो कि तपाईँले चाहिँ तपाईँको मनमा के लागेको छ। यी 5 वटा अप्सन यहाँ चाहिँ माथि 7-8 वटा राख्ने कि एउटा प्रश्नको लागि 3-4 वटा विकल्प दिने। तर यसो गर्दा राम्रो हुन्छ कि है। मैले एउटा जस्तै यो अप्सनमा चाहिँ तलपट्टि 3टा अप्सन दिएर बटनमा राखेर त्यो बटनलाई क्लिक गर्दा एन्सर आउने सिस्टम बनाए अझ सजिलो हुन्छ कि। एउटा प्रश्नका लागि 3टा दिएर 3टा बटन छ, बाट एउटा आन्सर हैन त। 3टा बटन अनि त्यो बटनलाई क्लिक गरेपछि त्यो एन्सर ट्याक्क माथि आओस्। त्यो त क्लिक यसमा अटोमेटिकली क्लिक भइहाल्ने नै हुन्छ यसको मुनि राख्यो भने। होइन त्यो ड्र्याग गर्न त यत्रोबाट छुट्याउन गाह्रो हुन्छ नि त। एउटा क्वेसनलाई 3टा अप्सन्स भयो भने हैन मैले
त्यही भन्दैछु यहाँ एउटाको मुनि 3टा राखिदिने त्यो 3टा टक्क टक्क राखिदिने हैन त 3टा राखिदिने अनि क्लिक मात्रै गर्ने ड्र्याग भन्दा नि अब ड्र्याग एन्ड ड्रप भन्दा क्लिक अटो हुन्छ है यो पनि बुझिराख्नुहोस् दोहोरो राख्नुपर्छ क्या बच्चाहरूलाई खेलाउनु पनि पर्छ नि यस्तो तानेर फालेको जस्तो गर्नु हुन्छ ठिक छ क्लिक मात्रै गर्दा नि हुने गर्न पनि सक्यो मैले अहिलेका लागि दोहोरो हुने गरी काम गर्दैछु ड्र्याग एन्ड ड्रप पनि काम गरोस् क्लिक पनि हुने होस् भनेर माग्नेछु फरक पर्दैन त्यो चाहिँ किनकि सजिलो कसरी हुन्छ त्यो हो नि त ओके अब यसमा पर क्वेसन 3वटा त्यसको मुनि राख्ने भनेर भन्नु पर्यो यसलाई चाहिँ अब त्यही कुरा राख्ने हो तपाईलाई जस्तो चाहियो त्यो भन्दै जाने यसलाई चाहिँ 3 alternatives adjust at right below of the question अब एउटालाई मात्र भन्यो भने बिग्रिन्छ सो इच क्वेसन राख्यो drag and drop with CLIC के क्लिक फिचर बस यति लेखिदिनुहोस् भइहाल्यो अब राइट बिलो भन्नुको मतलब ठिक मुनि भन्न खोजेको राइट भनेको दायाँ भन्ने हुँदैन अहिलेका लागि अरूले चाहिँ बुझ्दा इङ्ग्लिस भएकोलाई त लगभग सबैलाई थाहा छ है ठिक मुनि भन्न खोजिएको आफ्नो बुझ्ने भाषामा त्यहाँ एड गर्दै जानुहोस् ल हेर्नुहोस् त अब राइट साइडतिर पो लगाएर राखेको छ होइन राइट बिलो भन्नुको अर्थ राइट साइडको बिलोमा राखेको छ यसले चाहिँ ओके अहिले एकछिनका लागि सच्याउन मिल्छ स्टेट न्यारो स्टेट हुनुपर्ने चेन्ज गर्न पाइँदो रहेछ एकचोटि मात्रै सबमिट गर्दा त्यो लक लागेको छैन लक लाग्ने नलाग्ने तपाईँको हातमा छ फेरि पनि तपाईँ माग्नुहोस् द एलिफेन्ट इज अ लार्ज एनिमल सी हेज हेभी हेयर त्यहाँ जानी जानी अहिलेलाई केही गल्ती पनि लाउनुपर्छ के गर्ने द कफी इज स्विट द सम एज भेरी इजी टु सोल्भ यसो राख्यो अब चाहिँ यहाँ चाहिँ कतिवटा राइट कतिवटा रङ भएछ देखायो जसको स्कोर पनि देखाइएको छ है अब नयाँ सफल क्वेसन गर्नलाई यसरी चाहिँ मजाले पारेर 60वटा क्वेसन लुकाएको छ बट एउटा कुरा चाहिँ राम्रोसँग बुझौँ 60वटा प्रश्न एकदमै युनिक राख भने पनि अब 100% यसले 60वटा प्रश्न युनिक राख्छ भन्ने ग्यारेन्टी चाहिँ छैन है हामीसँग योभन्दा अगाडि नै एआईमा धेरै राम्रोसँग काम गरिसक्नुभएका सर म्यामहरू पनि पछाडि जोडिनु भएको छ उहाँहरू सबैलाई थाहा छ क्यारे सिमुलेसन धेरैले चाहिँ बनाउन सिकिसक्नु भएको छ बुझौँ कि 60वटा प्रश्न जुन यहाँ युनिक भनिए पनि ऱ्यान्डमली आउँदा ती फेरि पनि रिपिट हुन सक्नेछन् 60वटामा लगभग 50वटा युनिक होलान् 10वटा रिपिट हुन सक्छन् कहिलेकाहीँ त 30वटा मात्रै 30वटा नै रिपिट भइदिन्छन् 60 काउन्टिङ 60 पुर्याइदिन्छ तर युनिक हुँदैन सो यहाँनिर एउटा चाहिँ के चाहिँ गर्न सक्नुपर्छ त भने आफ्ना प्रश्नहरू जो एआईलाई नै बनाउनुहोस् तर ओडमा पहिला ती प्रश्नहरू जो छन् ती आएका प्रश्नहरू तिनीहरूलाई पहिला लिस्ट आउट गरौँ 60वटा 100वटा 200वटा जति हुन्छ त्यो लिस्ट आउट गर्नुहोस् लिस्ट आउट गरिसकेपछि त्यसपछि ती प्रश्नलाई टक्क लगाएर त्यहाँ फिल आउट गरिदिनुहोस् क्या द्याट इज द बेटर वे एकदम त्यो चाहिँ एकदम बेस्ट तरिका हुनेछ किनकि तपाईँले प्रश्न त भन्नुभयो 60वटा राख भनेर उसले 60वटा राख्न त राख्ला तर 60वटा नराखेको पनि नराख्छ यहाँ यो त समस्या यस्तो पो छ त यहाँ त 60वटा नराखेको नि नराख्छ यहाँ सफल आन्सर छ फिल्टर गर्दाखेरि त्यही क्वेसन रिपिट भइरहेन हुन त फेरि पनि सफल गऱ्यो भने त त्यही आउन सक्ने भयो 60वटा मध्येबाट तर युनिक 60 छन् कि छैनन् भन्ने कुरा चाहिँ अलिकति यहाँ चाहिँ के भन्छ समस्याको कुरा रहने भयो है म त्यसको समस्या कसरी समाधान गर्ने तपाईँको कपीमा लेखिएका प्रश्नहरू कसरी यहाँ एडजस्ट गर्ने आफ्ना प्रश्नहरूलाई नै यसमा कसरी इनरोल गराउने भन्नेतिर लाँदैछु अब चाहिँ तपाईँका प्रश्न यहाँ इन्ट्री हुनेछन् अब ध्यान दिनु है तपाईँका आफ्नै प्रश्नहरू यता इन्ट्री हुनेछन्
सो प्रम्प्ट अगेन प्लिज। मेरोमा यसरी अर्को पेज नै आएन, कसरी लैजाने? ओके, अब यसमा किन आएन भन्ने कुरा चाहिँ अलिकति चाहिँ गाह्रो छ, किनकि तपाईँ हिजो अस्ति जोडिनु भएन। यसको मतलब ल एकछिनलाई प्रम्प्ट देखाउनुहोस् भनेको रहेछ। मैले यहाँ प्रम्प्टलाई राम्रोसँग यहाँ चाहिँ एडिट अनुसार खोलिदिएर यति हो। यहाँ चाहिँ हाम्रो प्रम्प्ट एकछिन है, मेजर प्रम्प्ट चाहिँ माथि छ, पहिलो प्रम्प्ट। त्यही प्रम्प्टलाई एकछिन मैले सो गराएँ। ल हेर्नुहोस्, यति हो। यसमा चाहिँ यसमा छुटाउनै नहुने कुरा चाहिँ मैले पहिलो लाइनमा लेखेको छु। यो चाहिँ छुटाउनै नहुने लाइन हो, जसको मेरो चाहिँ यो साइडमा यस्तो पेज आएन, हेर्नेवाला पेज आएन भन्नुभयो नि, यही लेख्नु भएको छैन तपाईँले, त्यसैले नआएको। डाइनेमिक प्रेजेन्टेसन HTML फाइल भनेर लेखेकै हुनुपर्छ, तब मात्र आउँछ। हिजो पनि भनेको छ है। बस यति लेख्नुहोस्। यो लेखेपछि बाँकी त बन्दै गर्छ। त्यो तपाईँ जाना माग्दै गर्नुहोस्, थप्दै जानुहोस्, माग्दै जानुहोस्, थप्दै जानुहोस्। जाना सर, एउटा मलाई लागेको जिज्ञासा नि यसमा, हजुर, जस्तो यसलाई त उसैलाई हामीले क्वेसन प्रोभाइड गर्न दिउँ होइन, अब उसले आफ्नो ढङ्गले राखो। एकदम एकदम अब तपाईँको मैले अघि नै भनिसकेँ, तपाईँका प्रश्नहरू यहाँ हाल्ने अप्सन बनाइनेछ, फिचर बनाइनेछ। ए ल, ओके सर, ओके। तपाईँका आफ्नो कपीमा भएका प्रश्न, किनकि आफ्नो किताबमा भएको प्रश्न राख्न सक्नु भने, किताबमा भएको हुन त डाइनेमिक भएको राम्रो, अटोमेटिक धेरै प्रश्नहरू बन्ने, तर केही प्रश्नहरू लेभलभन्दा बाहिर जान्छन्। यहाँ एउटा कुरा म फेरि पनि भन्न चाहेँ, जसरी मेरो स्पिड धेरैलाई लाग्छ म अलिक फास्ट नै गराउँछु भने, मेरो स्पिड अनुसार चाहिँ मैले चाहिँ कुनै एउटा विद्यालयमा गएर क्लास 10को स्टुडेन्टलाई भट्टाएँ भने, पढाएँ भने उसले क्याच नगर्न पनि सक्छ, त्यहाँ यदि विद्यार्थी कमजोर थिए भने। अब मैले सोचेँ त्यहाँ विद्यार्थीहरू चाहिँ एकदमै चाहिँ ट्यालेन्ट होलान् भन्ने सोचेर मैले सुरुवातमै गएर त्यसरी फास्ट पढाइदिएँ भने नबुझ्ने अवस्था भयो। तर मैले के चाहिँ सोचेँ भने, यहाँका विद्यार्थी कमजोर होलान् भनेर चाहिँ आरामले पढाउन थालेँ भने त्यहाँका विद्यार्थी एकदमै ट्यालेन्ट भयो भने त उनीहरूलाई बोर लाग्छ नि, किनकि विद्यार्थीको लेभल मलाई के थाहा। तपाईँको विद्यालयमा तपाईँलाई थाहा छ कि तपाईँको विद्यार्थीको स्तर के हो भन्ने कुरा। सो आफ्नो विद्यार्थीको स्तरलाई मध्यनजर गरी फाइल बनाउने हो है, आफ्नो विद्यार्थीको स्तरलाई मध्यनजर गरी। किनकि यहाँ प्रश्न बन्दा कुन लेभलको बन्छ एआईले बनाउँदा त्यो अलिकति तलमाथि पर्छ क्या। अब हामी त भन्छौँ 5 क्लासमा यो अनुसारको गरौँला है, नर्मली एएन त लगभग लगभग भनौँ न, आजले त सानै क्लासबाट इङ्ग्लिसको राम्रै किसिमको लेभलिङ अनुसार बुक डिजाइन गरिएको छ। बट 4 क्लासमा पुग्दा पनि कुनै कुनै विद्यालयमा क ख अ बल्ल सिकाउनु पर्ने अथवा सिकाइने अवस्था पनि रहेको हुनसक्छ। अलिकति चाहिँ त्यो अनुसारको राम्रोसँग ओल्ड कम्बाइन गरेर पढ्न नसक्ने, त्यो त गाउँतिरको त कुरै छोडिदिनुहोस्, काठमाडौँमै त्यस्ता धेरै स्कुल देखेको छु मैले, बोर्डिङ स्कुलहरू पनि राम्रोसँग 7 क्लासमा पुगेका हुन्छन्, पढ्नै नसक्ने। यो लेखिएको इङ्ग्लिसमा द टी इज टु लङ टु ड्रिङ्क भनेको जुन अहिले यहाँ फिल इन द ब्ल्याङ्क लगाइएको छ, यसलाई पढ्न पनि उसलाई चाहिँ टी या ची द टी इज। अब यस्तो विद्यार्थीले हुन त अब 7 क्लासको हो भने 7 क्लास अनुसार एटेम्प त गर्नै पर्ने छ, तैपनि विद्यार्थीको स्तर अनुसार फाइल बनाइयो भने अझै बेटर होला, मेरो चाहिँ सल्लाह सुझाव हो। अब यसमा तपाईँका आफ्ना प्रश्नहरू भर्ने अनुसारको बाटो कसरी भन्ने हेर्दैछौँ। थप कुनै कुरा छँदैछ है। ल ओके, आर्टिकलको एकजना सरले बनाउनु भएको रहेछ। ओके, म चेक गर्नेछु है सरलकै। मैले अहिलेलाई यहाँ रुल पनि केही लेखेको छैन, रुल एड गर्न मिल्छ, सबै कुरा मिल्छ। म मेजर कुरा कतातिर लाग्यो त, क्वेसन आफ्नो कसरी भर्ने। एड अ फिचर एज, ध्यान दिउँ, नेपाली भए पनि इङ्ग्लिस भए पनि चाहे म्याथै भए पनि जोसुकै होस् न, प्रश्न यसमा आफ्नो ल्याउनु छ भने, अब म्याथ र साइन्सको लागि त के हुन्छ भने इनपुट बटन राखिदिएपछि नयाँ नम्बर हाल्ने फिचर भइहाल्छ। सो एकदम इजी छ। एड इनपुट अप्सन फिचर भनिदियो भने पुग्यो क्या, इनपुट बटन फोर दिस वान। बट यो इङ्ग्लिस नेपाली भएकाहरूका लागि इनपुट बटन अब कसका लागि, कतिवटाका लागि 60वटाको इनपुट बटन कहाँ छ, इनपुट बटन कसरी राख्ने, एउटा प्रश्न भए पो त होइन। त्यसैले यहाँ इनपुट बटन भन्ने अनुसारको भने काम लाग्ने छैन है। त्यसैले चाहिँ कुन शब्द मैले
पहिलो दिनदेखि अन्तिम दिनसम्म भन्दैछु तपाईँले नोट गर्ने भनेको शब्दहरू है। अब यो शब्द नोट गर्नु पर्यो। के शब्द नोट गर्नु पर्यो त भने यदि त्यहाँ तपाईँलाई प्रश्न हाल्ने सिस्टम बनाउनु छ भने फिचर त फिचर हो, विशेषता हो त्यस्तो बनाउने भनेको, बट त्यहाँ चाहिँ तपाईँले इम्पोर्ट भन्ने हुनुपर्छ है, त्यति जान्नु पर्यो। IMPORT इम्पोर्ट क्वेसन QUESTION क्वेसन फिचर फिचर अगाडि लेखेको छ एज इम्पोर्ट क्वेसन फ्रम, कहाँबाट ल्याउने त भने अब समस्या है, ध्यान दिनु अब एकदमै। फ्रम ओड भन्न पाउनुहुन्न तर मिल्दा पनि मिल्दैन, फ्रम ओड भन्न पनि मिल्दैन र मिल्दा पनि मिल्दैन, भन्यो भने पनि काम गर्दैन क्या तपाईँले भनिहाल्यो भने पनि, किनकि एमएस ओडमा ध्यान दिनु सबैले है, एमएस ओडमा कुन प्रश्नको उत्तरलाई के मान्ने भन्ने कुरा तपाईँले चाहिँ जहाँ जति लेखे पनि एक्ज्याक्टली त हुँदैन। एक्ज्याक्टली यसको आन्सर 4वटा अप्सन दिनुभयो, कुन चाहिँ आन्सर हो भन्नका लागि त कहीँ कतै त लेख्नु पर्ला नि, कहीँ कतै त्यसलाई ट्याग लाउनु पर्ला नि, त्यसलाई चिनो त लाउनु पर्यो नि, हो त्यो चिनो ओडमा लाउन मिल्दैन। किनकि ओड फाइल ल्याएर यहाँ हाल्यो भने मिल्छ, नमिल्ने होइन। फेरि कस्तो कुरा गर्नुभयो, एआई हो मिल्दैन भन्ने चाहिँ कुरा नगर्नु होला, फेरि मिल्छ। अहिले नै म एमएस ओडबाट यहाँ फाइल क्वेसन तान्न सक्छु, बनाइदिन सक्छु। अब समस्या कहाँनिर आउँछ भने त्यसका लागि इन्टरनेटको आवश्यकता पर्दछ। ती प्रश्नहरूलाई बुझ्नका लागि फेरि पनि एआईले ती प्रश्नलाई बुझ्नु पर्यो, ती प्रश्नको आन्सर छान्नु पर्यो, त्यो आन्सरलाई छानेर सही ठाउँमा राखिदिनु पर्यो। कति झमेला छ हेर्नुहोस् त। त्यही एउटा ओडमा रहेको प्रश्नको सबै कुरा चाहिँ उसले एरेन्ज गरेर आफै, अनि त्यो कुरा अफलाइन फाइल तानिसकेपछि, किनकि हामीले त अफलाइनमा तान्ने भनेका छौँ, मेजर कुरा त त्यो त कम्प्युटरमा आउनुपर्छ भनेका छौँ नि, भने इन्टरनेट नै नभएको केसमा, जुम्लामा रहेको मुगुमा रहेको कुनै इन्टरनेट नभएको स्कुलमा यो प्रकारको फाइल पुगेको छ भने उसले इन्टरनेट नभएको बेलामा कसरी क्वेसन चाहिँ त्यहाँ मिलाउला त? कुरा त यहाँ पो आउँछ त, किनकि ओड एमएस ओडमा त आन्सरलाई एक्ज्याक्टली यही हो भनेर ट्याग लाउने फिचर त हुँदैन। सो इम्पोर्ट फ्रम एक्सेल गर्नुपर्ने हुन्छ, EXCEL एक्सेल है, अथवा टेबल गर्नुपर्छ। ओडमै भए पनि काम चल्छ, तर काम गर्ने शैली थाहा हुनुपर्छ। के गर्नुपर्ने रहेछ? इम्पोर्ट फ्रम एक्सेल। ल अब ध्यान दिउ, फेरि हरेक एक शब्द है। अब यसमा 4वटा अल्टरनेटिभ, के अरे 3टा अल्टरनेटिभ छन्, भोलि 4वटा होलान्, 5वटा होलान्, जतिवटा अल्टरनेटिभ राख्न मिल्छ राख्ने रहर लाग्छ, राख्दा भयो है, राख्दा भयो, केही फरक परेन। एउटा फिचर एज इम्पोर्ट क्वेसन फ्रम एक्सेल एउटा भयो। अब यसमा आन्सर कुन चाहिँ हो भन्ने त दिनु पर्यो नि त। नि अब 3टा अप्सन त हाल्ने अप्सन बनेर आउला होइन, 3टा अप्सन एउटा क्वेसन हाल्ने बनेर आउला भने अब त्यहाँ आन्सर चाहिँ कुन हो भन्नका लागि के भन्छ, यसलाई चाहिँ करेक्ट आन्सर इन्डेक्स भन्छ। अप्सन ए, अप्सन बी, अप्सन सी, अप्सन डी, जुन 4वटा 5वटा 6वटा विकल्प होलान् त्यसलाई भन्छ इन्डेक्स है। त्यसैले चाहिँ करेक्ट आन्सर इन्डेक्स, CORRECT करेक्ट, ANSWER आन्सर, INDEX इन्डेक्स, सेट एज 1 2 3। तपाईँले नभने पनि उसले करेक्ट आन्सर इन्डेक्स त बनाउँछ। ध्यान दियो है, फेरि यो किन भन्नु पर्यो, आफै बनाइहाल्छ नि भन्ने होइन, बनाउँछ, नबनाउने होइन। पछि पनि सच्याउन पाइन्छ, पटक पटक सच्याउन पाइन्छ। करेक्ट आन्सर इन्डेक्स 1 2 3 भन्नुको फाइदा के हो त भने, अप्सन ए वाला आन्सर हो भने 1, अप्सन बी वाला हो भने 2 लेखिदिने भयौँ क्या हामीले, सजिलो भयो, पुरा लेखिरहनु परेन एउटा कुरा। यदि नलेखेको भए के हुन्थ्यो त भनेपछि उसले 0 to 2 दिन्थ्यो क्या, 3टा अप्सन थियो 0 1 2 गरेर। अनि अप्सन ए भनेको के भयो, 0 भयो, अप्सन बी भनेको के भयो, 1 भयो। यसरी चाहिँ बुझ्नु, अलि दिमाग बढी लाउनु पर्यो क्या त्यहाँ चाहिँ तपाईँले आन्सर ट्यागहरू लाउँदाखेरि चाहिँ, भने सजिलो बनाउनका लागि यसरी चाहिँ 1 2 3 आन्सर ट्याग लाउनु, इन्डेक्स लाउनु भयो। अब यो अलिकति अल्टरनेटिभहरू पनि एकदमै राइटतिर धकेलेर राखेको छ, त्यसैले चाहिँ म यिनीहरूलाई चाहिँ बिलो क्वेसन मात्रै राख्न चाहन्छु है। सो अलिकति म चाहिँ यसमा रहेको माथिल्लो क्रमबाटै अलिकति त्यहाँबाट कपी गरेर ल्याउन चाहेँ, यसले पोजिसन धेरै पर लगेर राख्यो। अब हिजो कसैको छुटेको अथवा अस्तिको क्लास छुटेको छ भने यो लाइन कसरी बदलिँदैछ त भन्यो भने, लाइन सिफ्ट इन्टर हान्यो भने लाइन बदलिन्छ है।
सिफ्टको साथमा इन्टर हान्यो भने यो तपाईँको चाहिँ लाइन बदलिन्छ। लाइन किन बदल्ने त भने लाइन बदल्नुको अर्थ हुन्छ छुट्टा छुट्टै कमान्ड, छुट्टा छुट्टै बुलेट भन्ने बुझिन्छ क्या लगभग यहाँ चाहिँ बुलेट अनुसारको फिचर बुझिन्छ। सो तपाईँले लाइन बदलेर लेख्नुपर्ने हुन्छ, सजिलो हुनेछ। राइट बिलोको ठाउँमा चाहिँ मैले एक्ज्याक्टली बिलो राख्दैछु, अथवा बिलो मात्रै राख्दा बन्यो भने ठिकै छ, बनेन भने एक्ज्याक्टली बिलो राख्नु पर्ला। EXACTLY तपाईँले माग्न सिक्ने हो पटक पटक, त्यति। ल मैले पठाइदिएँ। अब तपाईँले 60वटा होइन यहाँ 6000वटा प्रश्न यहाँ इनरोल गर्न सक्नुहुनेछ आफ्नो एक्सेल सिटबाट, र मजाले अफलाइन लोड गर्न सकिनेछ, मजाले अफलाइन रन हुनेछ। हेर्नुहोस् त कति रमाइलो भयो। अब कुरा त यहाँ पो छ, खेल खेल्न जान्नुपर्छ परिकल्पना गर्नका लागि। अब अप्सन आयो माथिपट्टि इम्पोर्ट एक्सेल भन्नेलाई। लु एक्सेल त आयो तर समस्या आयो। ल हेर त अब एक्सेलमा फाइल कसरी हाल्ने हो त, समस्या। ध्यान दियो है फेरि पनि, एक्सेल त आयो, एक्सेल चुज गर भन्यो, एक्सेलमा क्वेसन कहाँ लेख्ने हो, अप्सन कहाँ लेख्ने हो, अत्तो पत्तो केही पनि छैन। सिधै एक्सेलमा फाइल हाल भयो, एक्सेल फाइल अपलोड गर भन्यो, बर्बाद भएन त हो। अब यसलाई माग्नु पर्यो, डेमो एक्सेल फाइल पठा मलाई भन्नु पर्यो। एड देयर a demo Excel file which help me to update question and alternative अब त्यहाँ डाइरेक्टली डेमो एक्सेल फाइल अपलोड गर मात्रै भनेको भने काम चलिहाल्थ्यो है। मैले अलिकति के का लागि भनेर तपाईँलाई सोच्न सजिलो होस् भनेर लेखिदिएको हो। अब फेरि म त एक्सेल चलाउन जान्दिनँ भन्नु होला, फरक पर्दैन, तपाईँ चलाउन जान्नुहोस् या नजान्नुहोस्, सबै काम एआईले गर्नेछ। ल यहाँनिर डेमो एक्सेल फाइल पनि आयो, इम्पोर्ट फ्रम एक्सेल पनि भयो, डेमो एक्सेल पनि भयो। डेमो एक्सेल फाइल डाउनलोड गरौँ। ऊ यहाँ डाउनलोड भइसक्यो। ऊ ल हेरौँ त। अब ल केही प्रश्नहरू यहाँ चाहिँ डेमो अनुसार यहाँ राखेको रहेछ उसले है। डेमो अनुसार चाहिँ यहाँ कतिवटा प्रश्न राखेको छ उसले, 5वटा प्रश्न राखेको छ, जसमा सबभन्दा पहिलो कोलम ए मा क्वेसन लेख्नु पर्दै रहेछ, बी मा अप्सन ए मतलब पहिलो अप्सन, सी मा दोस्रो अप्सन, डी मा तेस्रो अप्सन, र ई मा चाहिँ करेक्ट आन्सर इन्डेक्स लेख्नै रहेछ। एकदमै करेक्ट आन्सर इन्डेक्स। अब यसमा भर्नका लागि तपाईसँग चाहिँ प्रश्नहरू चाहिँ के गर्नु पर्यो, एमएस वर्डमा भएको जुन छ त्यसलाई ल्याएर यहाँ भर्न लाउनु पर्यो। अब है भर्न लाउनु पर्यो। अब होइन मसँग त वर्डमा छ, मसँग अब इन्टरनेट छैन भने त्यो 1 बाई 1 कपी गर्दै क्वेसन यहाँ भर्दै जानु पर्यो। यसमा क्वेसन लेख्नु पर्ने रहेछ, यहाँ अप्सन लेख्नु पर्दो रहेछ, थाहा भयो नि त। यहाँ चाहिँ इन्डेक्स लाउनु पर्दो रहेछ। तर मैले अहिलेका लागि चाहिँ के गर्दैछु त भने, किनकि हामीसँग त इन्टरनेट छ, हामी इन्टरनेटको एक्सेसमा छौँ, सबैलाई थाहा छ। सो मैले चाहिँ यही काम जेमिनीलाई नै गर्न लाउने छु। फेरि पनि नयाँ टुल केही डाउनलोड गर्नु पर्दैन, केही एक पनि सामान्य पैसा पनि खर्च गर्नु पर्दैन, तपाईँको चाहिँ राम्रो भन्दा राम्रो फाइल बनिहाल्छ है। ल अब फेरि म जेमिनीमा आएँ। अब यहाँ लेख्दैछु म चाहिँ, अब विदाउट सेलेक्टिङ एनी फिचर है। यहाँ हामीसँग टुलमा धेरै फिचरहरू छन्, हामी कुनै पनि चुज नगरिकनै यहाँ लेख्नेछौँ। अब तपाईँले चाहिँ एक्सेलमा भएको डेटा अनुसार चाहिँ त्यही डेटा अनुसार माग्ने कि प्रश्न माग्ने कि डाइरेक्टली भर्न लगाउने, दुईटा कुरा छ क्या। सोझै एक्सेलमा भर्दै भन्ने कि है, अथवा चाहिँ तपाईँले चाहिँ एक्सेलमा भर्नका लागि अनुसार प्रश्न माग्ने, त्यो तपाईँको इच्छा हो। कपी पेस्ट गर्दा नि भयो, चाहिने चाहिँ एक्सेलमै हो। सो म डाइरेक्टली भर्न लाउनेछु यसलाई। सो त्यो एक्सेल फाइल यसलाई म दिने भएँ। अब चाहिँ लु त्यो एक्सेल फाइलमा भरेर राख भन्छु म अब यसलाई, किनकि म हेर्न पनि पाउनेछु, त्यो एडिट पनि गर्न पाउनेछु,
डाउनलोडमा गएर यो मैले एडजेक्टिभ क्विज टेम्प्लेट जुन त्यसले पठाएको थियो त्यसलाई यहाँ चाहिँ मैले अपलोड गरेँ। ल एड 60 UNIQUE unique QUESTION questions in this file as required. टपिक के हो हाम्रो चाहिँ एडजेक्टिभ। CLS क्लास 7 लाई हुने गरी CDC नेपाल अझै सजिलो हुनेछ। ल मैले डाइरेक्टली त्यही फाइलमा हाल भनिदिएँ के सोझै। अब त्यहाँ फाइलमा हाल्छ कि त्यहाँ लेख्छ अब हेर्नुस्। त्यो फाइलमै हालेर उसले लेखेर पठाउनु पर्छ। ल हेर्नु त यहाँ क्वेसन तलब उसले कसरी लेखे भन्ने पनि दियो। 10 वटा क्वान्टिटिभ, 10 वटा क्वालिटेटिभ, 10 वटा न्युमेरिकल, 10 वटा डेमोन्स्ट्रेटिभ, 10 वटा इन्टिग्रेटिभ, 10 वटा पोजिटिभ। ल हेर्नु त यस अनुसार डिजाइन गरेछु भन्ने पनि भनेको छ, जसको अपडेटेड एग्जेक्टिभ क्विज क्लास 7 एक्सेल फाइल यहाँ राखेको छ। ल यसलाई डाउनलोड गरेँ मैले। अब एकछिन है, यो चाहिँ समथिङ केही डाउनलोड गर्न दिएन त। फेरि भन्नु पर्यो। अनेबल टु डाउनलोड, किनकि यो दिनुपर्नेमा एक्सपोर्ट सिट गर्यो भने त यो सिट मात्रै आउने है। ध्यान दिउँ, क्वेसन आएको छैन। यस्तो सिट आएको, यो भित्र क्वेसन चाहियो क्या हामीलाई। यो भित्र यस्ता यस्ता क्वेसन छन् भनेर यहाँ राखेको छ भनेको छ। डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् त भन्यौँ, तर डाउनलोड गर्न हामीले एबल भएनौँ है। यसलाई फेरि भन्नु पर्यो डाउनलोड गर्न दे भनेर। अनेबल टु डाउनलोड, DO download, PROVID provide me new TOWN elevate download link। बस यति गर्नुहोस् क्या। एक्सेल सिट के को बन्यो भन्ने पनि बुझ्नु पर्यो है। ल अब चाहिँ ल यसले त फेरि अब यसले धोका दियो भनेपछि हामीसँग अहिलेलाई जाउँ च्याट जिपिटीमै फर्क्यौँ। च्याट जिपिटी पनि बनाउँछ यस्तो किसिमको एक्टिभिटी, तर त्यहाँ गर्ने त्यही हो है। यहाँनिर डाउनलोड बटनमै कहाँ थिच्ने हो, यो जुन दिएको छ नि, यु क्यान डाउनलोड द अपडेटेड फाइल बिलो भनेको छ, यसमा थिचेर जानुपर्ने हो। यो खुलिरहेको छैन अहिले चाहिँ। च्याट जिपिटीलाई गर्न लाउँ त्यही काम। एड फाइल, सेम तपाईँको चाहिँ एक्सेल फाइल दिनुहोस् अनि त्यही प्रम्प्ट यसलाई दिनुहोस्। सबैकोमा गरेन भन्ने होइन है, प्राय धेरैकोमा गरिरह होला। यहाँ मेरो अहिले चाहिँ समथिङ केही इस्यु आएर मात्रै हो। इस्यु यस्तो चाहिँ नआउनु पर्ने, अर्कोबाट ट्राई हानौँ न है। ओ जेमिनीमै गरौँ। ल यसले चाहिँ यहाँ एउटा चाहिँ डाउनलोड बटन दिएको छ, यहाँ चाहिँ रेडी भनेको छ भनेको छ। ल हेर्नुहोस् त तपाईँको एक्सेल फाइल आइसक्यो। जेमिनीले पनि बनाउँछ है, च्याट जिपिटीले पनि बनाउँछ, तर च्याट जिपिटीले त्यति राम्रो बनाउँदैन। फेरि पनि मेरो चाहिँ सल्लाह है, च्याट जिपिटीले त्यति राम्रो चाहिँ बनाउँदैन। यो हेर्नुहोस् यहाँ एका साइडमा अप्सन भरेको छ, अर्को साइडमा अप्सनै छैन, हो खाली खाली छ।
एकैछिन अर्कोले बनायो कि कुनमा अपलोड लाथ्यो भर्खरै बेस्ट भनेको त हाम्रो त जेमिनी नै हो है ओके यहाँ रन 3 पल्ट भन्दा बढी दिँदैन त्यस्तो होइन है यहाँ तपाईँले के युज गर्नुहुन्छ त्यसमा भर पर्छ फास्टमा युज गर्नुभयो भने जति पटक पनि तपाईँले मजाले लगभग 30-40 पटक इजिली युज गर्न सक्नुहुन्छ मैले एक दिनमा लगभग 50 भन्दा बढी इमेजहरू चाहिँ एउटा आइडीबाट जेमिनीबाट बनाउँछु 50 भन्दा बढी इमेज ओके यहाँ दिएको छ अब खोइ त आज त डाउनलोड गर्ने यसमा त एक्टिभ पनि भएन ल बर्बाद भयो त एउटा पहिलादेखि नै भएको फाइल हाल्नुपर्छ क्या यसै गरौँ न सर होइन एकछिन फेरि ट्राई गर्ने कि के गर्ने 60 क्वेसन्स फाइल एज रिक्वायर्ड डाउनलोडेबल फाइल इन एक्सेल सिट भनौँ न सर त्यहाँ प्रम्प्ट होइन डाउनलोड अप्सन त दिइरहेछ तर डाउनलोड भइरहेको छैन त्यहाँ चाहिँ अप्सन उसले भरेर त्यहाँ राखेको छ तर डाउनलोड मात्रै नभएको हो मेन प्रब्लम त्यहाँ छ लिङ्क पनि बनाएकै हो उसले नभए अर्को विकल्प छ चिन्ता नगरौँ अहिलेका लागि एकछिन ल क्लिक भयो आयो त आएन फेरि पनि लु छोड्नुहोस् यसलाई चाहिँ यसले आज बनाएन यसलाई चाहिँ यहीँ लेख्नु भन्ने काम गरौँ अब चाहिँ केही फरक पर्दैन उसलाई चाहिँ हामी फाइल दिनेछौँ यहीँ लेख हामी कपी गरेर त्यसलाई चाहिँ एक्सेलमा आफै भर्नेछौँ विकल्प अनेक छन् यसले फाइल नदिए पनि हामी यहाँ आफै बनाउन सक्छौँ एड भन्ने ठाउँमा के लेख्नुहोस् राइट भन्ने लेख्नुहोस् अब चाहिँ त्यसो भएपछि किनकि उसले डाउनलोड गर्न त अप्सन त्यहाँ इलिजिबल गरेन यो एससी हो समथिङ त्यो चाहिँ कसैकोमा चाहिँ काम गरिरहेको पनि हुनसक्छ बटन त्यहाँ राखिरहेछ भने डाउनलोड हुन्छ नै राइट 60 युनिक क्वेसन्स अब इन दिस फाइललाई हटाउनु पर्यो यहाँ चाहिँ युनिक क्वेसन्स फर एडजेक्टिभ ए तल लेखेकै छ एडजेक्टिभ टपिक लेखेकै छ क्लास लेखेकै छ युनिक क्वेसन्स and 3 alternatives with CORRECT correct index number 1 to 3 60 युनिक क्वेसन लेख भन्यो अनि चाहिँ which is in Excel or table format बस यति भएपछि पुग्यो एक्सेल डाइरेक्टली दिन्छ हिजो अस्तिसम्म त दिएकै हो डाउनलोड भएकै हो आज नि दियो तर डाउनलोड भएन अघि एकजना सरले भन्दै हुनुहुन्थ्यो त्यहाँ एक्सपोर्ट एक्सेल भन्ने थियो नि हो त्यो काम अबको केसमा गर्ने हो क्या यहाँ अब प्रश्न अप्सन त्यसरी भरेर आउनेछन् त्यो काम अब गर्ने हो
मैले च्याट जिपिटीलाई पनि दिएँ त्यही कुरा, जसले चाँडो गर्छ। यसले यहाँ घुमेकै छ। यो कन्टेन्ट बनाउँदा, प्रश्न बनाउँदा सकेसम्म जेमिनीकै प्रयोग गर्नु होला है। फेरि पनि याद राखौँ, जेमिनीकै प्रयोग गर्नु होला। एक्सेलमै दिएछ डाइरेक्टली फेरि यसले। फेल्ड टु डाउनलोड फाइल। यसको त लिमिट, च्याट जिपिटीको त लिमिट लागिहाल्छ है। जेमिनी चाहिँ अलिकति हुन्छ, च्याट जिपिटी त लिमिट लागिहाल्छ। कति घुमेको यसले। ल यता बनेर आएछ, ठिक छ। ल यसरी बनेर जुन आयो नि 60 वटा 70 वटा जे छ, यो चाहिँ एक्सेलमा अब त मजाले तपाईँले कपी गर्न सक्नुभयो। यु क्यान कपी इजिली अन एक्सेल है। यसमा तलपट्टि एउटा चाहिँ कपी भन्ने बटन बन्ने छ, एक्सपोर्ट टु एक्सेल भन्ने बटन पनि बन्ने छ। यसरी प्रश्न देखिएको अवस्थामा तपाईँले कपी पेस्ट गर्ने हो। अन्यथा डाउनलोड एक्सेल फाइल भन्ने यहाँ जुन अप्सन दिन्छ त्यही थिच्ने हो। दुईवटा विकल्प, जसमा पहिलो विकल्प चाहिँ बेस्ट थियो, जुन अहिले यहाँ काम गरेन। तर अहिलेलाई यहाँ कपी एक्सेल भन्ने नि दिएन, नो प्रब्लम। कपी एक्सेल दिएन, हामी एक एक गरी यसरी 1 बाई 1 क्वेसन नम्बर 1 बाट लगेर है, क्वेसन नम्बर 1 बाट यसरी लगेर सर्लक्क जुन लास्ट क्वेसनको लाइनसम्ममा यसरी जाउँ। टक्क यो कन्ट्रोल सी गर्नुस्। तपाईँको एक्सेल फाइल जुन अघि डाउनलोड गर्नु भएको थियो त्यसैलाई खोलौँ। त्यहाँ चाहिँ हामीले भरिदिनेछ अब। ल अब यही काम तपाईँले क्विज बनाउँदा पनि त्यही गर्ने हो है। यही काम तपाईँले के गर्दा नि गर्ने हो, क्विज बनाउँदा नि। क्विजको हामी अघि दिन छुट्टै गर्नेछौँ, तैपनि ध्यान दिउँ, क्विज गर्दा, क्विजको फाइल बनाउँदा नि यही अनुसार गर्ने। त्यति त हो नि, 4वटा अप्सनको ठाउँमा 3टाको ठाउँमा 4वटा हुने त हो नि। ल यसरी तपाईँले राख्नुभयो। यसरी राख्दा बनेको एउटा एकछिन एउटा गडबडी आएछ। क्वेसन नम्बर भन्ने लाइन बढी आएछ यहाँ, किनकि क्वेसन नम्बर भन्ने थिएन। सो त्यो लाइन फालिदिनु पर्छ हामीले चाहिँ। क्वेसन नम्बरवाला लाइनलाई टक्क पारेर फालिदिनु पर्यो। ल यति डिलिट गरेँ। फेरि मैले लगेर त्यही यहाँदेखि यो जस्तो छ त्यही अनुसारको सिटमा भरिनुपर्छ है। त्योभन्दा दायाँ बायाँ भयो भने मानिँदैन नि। फेरि जस्तो छ त्यही अनुसार टक्क लानु त। अब यो इन्डेक्स अप्सन 3टा, यही क्वेसन, बस। ल अब यसलाई सेभ गरिदिउँ, कन्ट्रोल एस गरेँ। ल अब यसमा एडिट भने तपाईँले मजाले फुर्सदको बेलामा त्यो कहाँनिर के गर्नुपर्छ मजाले गर्ने। त्यो एआईले बनाएको 100% सही हुन्छ भन्ने छैन। यसले कहिले बनाउँछ त। ल यहाँ छ अब चाहिँ हाम्रो बन्दै गरेको फाइल यो इम्पोर्ट फ्रम एक्सेल। ल एक्सेलमा जुन अघि डाउनलोड गरिएको फाइल अथवा जसमा भर्यौँ हामीले त्यो फाइललाई यहाँ इम्पोर्ट गरिदिउँ। लु यो सबै तपाईँको नयाँ प्रश्नहरू आइसके। तपाईँको 60वटा प्रश्न यसमा नयाँ बनेका छन्। अब समस्या के हो त भने पुराना प्रश्न त्यही छन् कि हटिसके त? कुरा त त्यो पनि आयो नि। यो किन गर्नुपर्छ पुराना प्रश्नलाई हटाउने भन्यो भने याद राखौँ, यो अहिले बनेको फाइल के को हो? एडजेक्टिभको लागि। यसै फाइलमा क्वेसन तपाईँको के को हालिदिनुहोस्? आर्टिकलको हालिदिनुहोस्। यसै फाइलमा के को हालिदिनुहोस्? प्रिपोजिसन हालिदिनुहोस्। यसै फाइलमा के हालिदिनुहोस्? नेपालीको व्याकरणको हालिदिनुहोस्। कुनै पनि एउटा टपिक लिएर कालको हालिदिनुहोस्। एउटै फाइलले मल्टिपल चाहिँ सब्जेक्ट म्याटरलाई रिप्रेजेन्ट गर्दैछ। अब धेरैको माइन्डमा आयो होला, यो टाउकोमा लेखेको त चेन्ज हुँदैन नि सर भन्नु होला। फेरि एभ्रिथिङ चेन्जेबल है। अफलाइन एभ्रिथिङ सबै अफलाइनमा चेन्ज गर्न मिल्ने छ। यसलाई हामी कसरी चेन्ज गर्ने त्यो पनि आजको क्लासमा सिक्नेछौँ। यो कसरी चेन्ज गर्ने भन्ने पनि सिक्नेछौँ, किनकि तलका त सबै चेन्ज भएर आउँछन्। यो भाषा नेपाली भएपछि नेपालीमा आइहाल्छ, अप्सन नेपाली भएपछि नेपालीमा आइहाल्छ। क्वेसन जस्तो छ त्यो एक्सेलमा जस्तो थियो त्यो अनुसार फिल भइहाल्छ। प्रब्लम त यसले गरेको हो नि यत्तिकैले हो। यो पनि हामी अफलाइन मजाले चेन्ज गर्न सक्छौँ। काम एकचोटि गर्ने, डाइनामिक होस्। ल मैले यसमा एउटा पुरानो प्रश्न डिलिट हुने सिस्टम राख्नुपर्छ भन्ने त्यो एड गर्नु पर्यो। वाइल ESTN क्वेसन इम्पोर्ट, वाइल भन्दा नि आफ्टर भनौँ।
Questions import from Excel. Remove all the question as previous. यति पठाइदिनुस् बस तपाईको फाइल रेडी भएको छ अब डाइनामिकली रेडी भएको छ पुराना क्वेशन हट्ने छन् नयाँ क्वेशन एड हुने छन् बस यतिसम्मको अनुसारको बनाउन सकियो भने क्विजको काम पनि भयो फिल इन द ब्ल्याङ्क नि भयो अब म्याच द फलोइङको केसमा पनि लगभग माग्नुपर्ने कुरा के हो अनुमान लगाउन सक्नुहुन्छ यो त एकदम जेनरल फाइल बनेको छ है यसमा अब के थप्नुपर्छ कलर कम्बिनेसन टाइटलको कलर कस्तो राख्ने फन्टको कलर कस्तो राख्ने अप्सनको कलर कस्तो राख्ने त्यो सबै माग्नुस् तपाई कस्तो कलर चाहियो त्यो तपाई माग्नुस् मेरो सल्लाह अब डिजिटल बोर्डमा देखाउने हो भने ब्याकग्राउन्ड कालो माग्नु होला हैन ब्याकग्राउन्ड कालो माग्नु होला होइन म प्रोजेक्टरबाट देखाउँछु भने त्यसबेला भने तपाईको यो जुन युआई देखिएको छ त्यही अनुसार ठिकै छ ब्याकग्राउन्ड कालो भयो भने टल्किदैन टाढाबाट पनि देखिन्छ कालो भएपछि अक्षर सेतो आफै भइहाल्ने छ तपाई चिन्ता नगर्नुस् तपाई ब्याकग्राउन्ड कालो चाहियो मात्रै भन्नु न भइहाल्यो I need background of this file BLACK black तपाईले एउटा चीज भन्दा सबै कालो भयो भने त बिग्रिहाल्छ उलाई थाहा छ सो अरु चीजहरु आफै त्यो अनुसार एडजस्ट हुने गरी मोडिफाई भइ नै हाल्ने छ फेरि पनि एप किन्न पर्छ भन्दै हुनुहुन्छ एप किन्नु पर्दैन सबै फ्रीमा हुन्छ कुनै पनि केही पनि कहीं कतै एक पैसा पनि खर्च नगरी बनाउन सकिन्छ यहाँ सर्टिफिकेटको कुरा चलिरहेछ यहाँ सिकाइको कुरामा ध्यान दिउँ है अहिले चाहिँ यसरी चाहिँ अब न्यू क्वेशन कता छ यहाँ रहेछ न्यू क्विज भन्ने भने चाहिँ न्यू क्वेशन भनेर राख्ने हुन्छ न्यू क्विज राख्ने भयो केही फरक परेन अब क्विज अनुसारकै लगभग डिजाइन भएको छ हैन नामै बदलिदियो तपाईले यो नाम पनि तपाईले आफ्नो अनुसार चेन्ज गर्न सक्नुहुनेछ अब यसमा के फिचर थप्नुपर्छ त्यो हुने नै छ एकछिनका लागि हामी यसलाई अफलाइन तान्ने एक्टिभिटीमा गयौं अब चाहिँ अब एउटा कसैको माइन्डमा चल्यो होला हामीले अघि एक्सेलबाट इम्पोर्ट गरेको त हरायो नि भन्नु होला अहिले त अनलाइनमा छ नि रिफ्रेश हुँदा हटिहाल्छ तपाईको डिभाइसमा आइसकेपछि हट्दैन ढुक्काउनुस् तपाईकै इम्पोर्ट गरेको प्रश्नहरु मात्रै रहनेछन् कोड यसमा कोडमा गएर कुनै पनि बीचको भागमा क्लिक गरेर यसरी सिलेक्ट गर्ने होइन है यसमा कति लाइन छन् थाहा छैन कहिलेकाहीँ 300 400 लाइन होलान् कहिलेकाहीँ 3000 लाइन होलान् अनि कहिलेसम्म सार्नुहुन्छ त्यहाँ कहिलेकाहीँ 100 मात्रै पनि होलान् कोड हो आफ्नो तरिकाले डिजाइन भएको हुन्छ मैले यसलाई कन्ट्रोल ए कन्ट्रोल सी गरे र यसलाई चाहिँ कुनै एउटा फोल्डरमा लगेर कम्प्युटरमा अफलाइन सेभ गरिदैछ हामीले हिजो एउटा एसटीएफटी भन्ने फोल्डर यहाँ छ ल यसमा सबैलाई थाहा छ राइट क्लिक गरेर मोबाइलमा कसरी एकैछिनमा है मोबाइलमा म फर्किने छु मोबाइल अनुसार कसरी गर्नुपर्छ भनेर सबैले मोबाइलमा पनि बनाउन सक्नुहुन्छ सजेसन डिभाइस ल्यापटप युज गर्नुस् भन्ने मात्रै हो बनाउन सकिन्छ मोबाइलमा सबै एडिट मोबाइलमा पनि गर्न मिल्छ म त्यो अनुसारको आज अलिकति गराइदिन्छु सल्लाह चाहिँ फेरि पनि स्ट्रङली ल्यापटप तिरै जानुस् पीसी तिरै जानुस् भन्ने हो ल यसलाई सेभ एज गर्नुपर्छ आज हामी तेस्रो दिनमा छौं त्यसैले पनि अलिकति चाँडो गरेका छौं है सेभ एजमा जान्छौं र चाहे जुनसुकै सब्जेक्ट म्याटरको होस् यहाँ फाइलको नाम लेखेर फाइलको नाम हाम्रो थियो एडजेक्टिभ डट
HTML यसरी लेख्नुपर्ने छ .html सेभ ल यसपछि .html मा कहीँ कतै क्यापिटल लेखे पनि काम नगर्ला है विचार पुर्याउँथ्यो स्मल लेटरमै डट पछाडि HTML त्यो दायाँ बायाँ हुनु भएन त्यसको पछाडि केही पनि लेख्नु हुँदैन ओके डन यसपछि मैले यो जुन न्यू टेक्स्ट डकुमेन्ट भन्ने थियो त्यसलाई फाल्दिएँ एडजेक्टिभ यही त हो नि यसैलाई डबल क्लिक गरी खोल्ने हो ल यो फाइल तपाईको हो अब यो कालो फाइल स्मार्ट बोर्डहरुमा डिजिटल बोर्डहरुमा राम्रो देखिन्छ अब यो बोर्डमा तपाईको चाहिँ नजिकै बस्ने विद्यार्थीले व्हाइट राखियो भने याद राखौं व्हाइट अनुसारको कलर राखियो भने त चम्किन्छ नि त देखिदैन आँखा दुख्छ सो कलर कम्बिनेसन पनि जान्नु पर्छ है इम्पोर्ट फ्रम एक्सेल तपाईले चाहिँ यहाँ डाइरेक्टली एक्सेलबाट डाउनलोड भएको जुन फाइल छ त्यो यही अपलोड गर्न सक्नुहुनेछ यहाँ देख्नुस् त मेसेज पनि आयो इम्पोर्ट सक्सेस 60 न्यू क्वेशन लोडेड त्यहाँ 60 वटा थियो त्यसैले 60 आयो 600 भएपछि 600 हुनेछ 900 भएपछि 900 हुनेछ अब क्वेशन चाहिँ सकेसम्म अलिकति ठीकठाक राख्नु होला धेरै क्वेशन राख्नुपर्छ भन्दैमा धेरै पुर्याइदिनु भएन क्या ठिकै राख्नु पर्यो नि ल अब यसमा अलिकति समस्या भनेको चाहिँ प्रश्नको शैली मिलेको छैन किनकि यो केबाट हाम्रो चाहिँ च्याट जीपीटी हो कि जेमिनीबाट बनेको थियो र्यान्डमली है अब त्यसलाई डिजाइन दिएको भए त्यही डिजाइन अनुसार बनाउँछ त्यो त सधैँ छ अब यहाँ ल्याएर तपाईले यिनीहरु पनि मजाले चेक गरेर राख्न सक्नुभयो अप्सनहरु हेर्नुस् त कस्तो भद्दा बनेका छन् अब यही कुरा हो के एआई ले बनाएको अनुसारको समस्या भनेको त्यसैले आफ्नो अनुसारका नयाँ है राम्रा चाहिँ तपाईले चाहिँ बनाउनु पर्यो त्यहाँ चाहिँ ए तर यो अब अलिक त्यो जनक सर अहिलेको त्यो जुन हामीले सुरुमा बनाएको एक्सेल त कोडिङ गर्दाखेरिको र अहिले अपलोड गरेको क्वेसन फेरि चेन्ज हुन्छ कि एकछिन जो सुरुवातमा उले एआई बाट बनाएर दिएको थियो त्यो उडिसक्यो अब छैन यसमा है अहिले जे हामीले एक्सेल बाट हाल्यौ त्यो मात्रै छ यसलाई हामीले काट्यौ भने पनि त्यो एक्सेल बाट हालेको क्वेशन नै रहनेछ चाहे त्यो 10 दिनपछि खोल्नुस् 100 दिनपछि खोल्नुस् इन्टरनेट होस् नहोस् मज्जाले चल्नेछ अफलाइन इजिली तर तपाईले नयाँ एक्सेल बाट हालेको क्वेशन मात्रै रहनेछ यसमा पुरानो प्रश्न हटिसकेको छ ए भनेपछि यो एक्सेल अरू पनि चेन्ज गर्न पाइयो सर अब यो फर्मेटमा एकदमै मैले त्यही भन्न खोजेको जस्तो यहाँ तपाईले एक्सेलमा भएर प्रश्न एडजेक्टिभ आर्टिकल प्रिपोजिसन गर्दै 10 वटा टपिकका फाइल बनाउनु भयो कसरी त भने अब कुरा यो किन बनाउनु जरुरी छ पनि बुझिराखौं के किन यस्तो फाइल बनाउने त भने नोट आउट गर्नुस् है किन बनाउने केही समयपछि यो वाला जुन फिचर हामीले जो फ्रीमा मज्जाले युज गर्दै आछौं यो प्रिमियममा जाने वाला छ लु त्यसबेला को बनाउन सक्छ त त्यसपछि $30 महिनाको हिसाबले तिरेर यस्तो फाइल बनाउनु पर्ने सायदै हो क्या त्यसैले यस्तो फाइल बनाइराख्नुस् क्वेशन चाहिँ कुनै न कुनै एआई ले त्यसरी दिनै हाल्नेछ एक्सेलमा अथवा त्यो अनुसारको लिस्ट बनाएर कसैले दिइहाल्छ अनि ती क्वेशन ल्याएर एक्सेलमा हालेर झ्याप्प हाल्दियो भने त क्वेशन चेन्ज भइहाल्यो नि नयाँ फाइल ग्रामरको के आर्टिकलको फाइल प्रिपोजिसनको फाइल फ्याट पारेर ल हेर्नुस् त यो अहिले एडजेक्टिभ लेखेको छ कन्ट्रोल सी मैले यसमै कन्ट्रोल भी गरे यो कपी लेखेर आएको छ नि यो प्रिपोजिसनको हुनेछ PREPOSITION प्रिपोजिसनको फाइल हुनेछ डुप्लिकेट बनाए नि मैले यसलाई तर याद राखौं डुप्लिकेट बनाउनु पर्यो नि फेरि काम गर्ने शैली सिकिएन भने गाह्रो पर्छ कहिले पनि कुनै पनि फाइल एडिट गर्दै हुनुहुन्छ भने त्यसको ब्याकअप हुनु जरुरी छ पहिला एउटा फाइल ब्याकअपमा राख्ने अनि नयाँ अर्को फाइललाई एडिट गर्ने हो क्या बिग्रिहाल्यो भने पुरानो त छ नि त कुरो त्यो हुनु पर्यो क्या अब जानिसकेको र सिकिसकेको मान्छेलाई त बिग्रिने चान्सै छैन ग्यारेन्टेड हैन त्यस्तो ठुलो तपाईले चाहिँ गर्ने पनि हैन तपाईले सामान्य आफूलाई चाहिएको जति काम गर्ने हो तै पनि हैन यसरी चाहिँ कपी गरेर राख्ने यो के को बन्ने छ अब यो अर्को फाइल चाहिँ आर्टिकलको बन्ने छ ARTICLE आर्टिकल ल अब आर्टिकलका क्वेशन ल्याउनुस् यसमा हाल्नुस् प्रिपोजिसन क्वेशन ल्याउनुस् त्यसमा हाल्नुस् एडजेक्टिभ हुँदा एडजेक्टिभ फाइल खोलेपछि एडजेक्टिभ क्वेशन रहनेछन् आर्टिकल खोल्दा आर्टिकलका क्वेशन इम्पोर्ट फ्रम एक्सेल गरेकाले आर्टिकल भन्ने फाइलमा आर्टिकलकै क्वेशन इम्पोर्ट फ्रम एक्सेल गरेकाले त्यसमा आर्टिकलकै क्वेशन मात्र रहनेछन् अनि प्रिपोजिसनमा प्रिपोजिसनकै रहनेछन् ल हेरौं यो आर्टिकलको फाइल तर समस्या ध्यान दिउँ फेरि यो त माथि आर्टिकल लेख्यो यहाँ एडजेक्टिभ लेख्यो भन्नु होला सब चेन्ज हुन्छ एक लाइन चेन्ज हुन्छ
एक एक गर्न सकिन्छ अफलाइन। ल यो आर्टिकल भनेर लेखिएको फाइललाई म यो भित्र पनि आर्टिकल लेख्न चाहन्छु। कहाँनिर त भने एकछिन म ध्यान दिउँ। यो वाला जुन छ नि यो चाहिँ यसले लेखेको हो यो ठाउँमा म चाहिँ आर्टिकल भनेर लेख्न चाहन्छु है। ध्यान दिउँ के लेख्न चाहन्छु आर्टिकल। आज तपाईँले नयाँ सिक्दै हुनुहुन्छ यहाँनिरबाट नोट गर्नुहोस् कपी समात्नुहोस् अब कपी र पेन चाहिँ। आर्टिकल भन्ने फाइलमा राइट क्लिक गरेर सबैले है सबैले चाहिँ आर्टिकल भन्ने फाइलमा राइट क्लिक गरेर ओपन विथमा थिचेर सबैको डिभाइसमा हुन्छ यो हुँदैन भन्ने नै हुँदैन त्यो। ओपन विथमा थिचेर यदि कसैको डिभाइसमा त्यहाँ ओपन विथ देखिएन भने त्यहाँ मोर अप्सनमा गएर थिच्नु भने ओपन विथ देखिनेछ है। देखिएन भने त्यहाँ तल लास्टमा एउटा मोर हुन्छ। विन्डोज 11 को समस्या हो चाहिँ जानियो भने विन्डोज 11 लाई पनि यो अनुसार बनाउन सकिन्छ। त्यसपछि नोटप्याडमा क्लिक गर्ने। अब विन्डोज 10 र विन्डोज 11 हो भने यहाँ नोटप्याड देखिन्छ है। यो त सबैमा नोटप्याडै देखिन्छ। विन्डोज 7 मा पनि नोटप्याडै हुन्छ 10 11 मा पनि नोटप्याडै रहनेछ। अनि म्याकबुक भएकाहरूले चाहिँ त्यसमा टेक्स्ट एडिट भन्ने एउटा चाहिँ अप्सन देखा पर्नेछ त्यहाँ ओपन विथमा चाहिँ त्यसबाट गर्नुहुनेछ। त्यो टुल डिफल्ट आउँछ है। यस्तो वाला कम्पनीले नै एउटा टुल पठाएको हुन्छ जमानादेखि पठाइरहेको छ। हामीले युज गर्न नजाने मात्रै हो यसरी बुझ्नुहोस्। उसले ल्यापटप बनाएको बेलादेखि त्यो अनुसारको टुल हालेर पठाएको छ भइरहेको छ नोटप्याड। ल अब यसमा हामीले चेन्ज गर्ने भनेको के थियो त्यो चिज खोज्नु पर्यो यहाँ कहाँ छ त भनेर चाहिँ। ल कन्ट्रोल एफ गर्नुहोस्। कन्ट्रोल एफ गर्नुहोस्। तपाईँको त्यो समस्या के थियो भन्ने चिज थियो नि जुन चाहिँ हाम्रो चेन्ज गर्नुपर्ने कुरा के हो। यसलाई एडजेक्टिभ क्विज प्रो भन्नेलाई सिलेक्ट गर्नुहोस्। अनि यहाँभित्र गएर यो फाइन्ड कन्ट्रोल एफ थिचेर फाइन्डमा गएर कन्ट्रोल भी थिचेर अब फाइन्ड गरौँ। कहाँनिर रहेछ त यो देखियो ऊ यहाँ रहेछ हो। यसलाई काटेर एडजेक्टिभलाई अब आर्टिकल लेखिदिनु पर्यो क्या। अरू केही नगर्नु दायाँमा अरू केही नचलाउनु होला। जति त्यहाँ एडजेक्टिभ लेखेको छ त्यसलाई टक्क काटेर ARTICLE आर्टिकल। क्विज प्रो लेख्ने कि नलेख्ने कि त तपाईँको हातमा छ। मैले प्रो हटाइदिएँ आर्टिकल क्विज भनेर लेखिदिएँ। बाई फलानु भनेर लेख्दा पनि हुन्छ यसैमा। अर्को ठाउँमा एड गराए पनि हुन्छ त्यहाँ एड गराउने अप्सन हुन्छ। धेरैले हिजो नै गराइसक्नु भएको छ बाई फलानु भनेर चाहिँ है। बाई एसटिएफटी क्लास होइन बाई तपाईँको चाहिँ समथिङ एकजना सरले डिजिटल नेपाली टिचर राख्नु भएको छ सायद त्यो अनुसार तपाईँले एड गराउन सक्नुभयो। त्यहीँ प्रममै राख्ने कि यस्तो राख भनेर चाहिँ। ओके अर्को पनि छ कि खोजी गरौँ। एउटा मात्रै रहेछ माथि छ कि तल त भेट्टेन। माथि छ कि माथि पनि रहन्छ ल। अब छ भने खोजी गर्न सक्नुभयो कहीँ कतै छ भने है। ऊ एउटा यहाँनिर पनि छ एडजेक्टिभ क्विज भनेर लेखेको चाहिँ। लु हेर्नु त यहाँ चाहिँ नि हो यो चाहिँ अब एडजेक्टिभ मात्रै सर्च गरेको भए भेटिन्थ्यो। मैले एडजेक्टिभ क्विज प्रो भनेर सर्च गरेको थिएँ सो नभेटिएको। मैले चाहिँ अब सर्च गर्दैछु एडजेक्टिभ मात्रै लेखेर टपबाटै यहाँनिर छ। अर्को यहाँ रहेछ दुई ठाउँमा रहेछ एडजेक्टिभ भनेर लेखेको। म यसलाई डाइरेक्टली रिप्लेस गराइदिन चाहे आर्टिकलबाट। रिप्लेस भन्ने नि छ नि ARTICLE आर्टिकल भन्नेले रिप्लेस गरिदिए। स्पेलिङ राम्रोसँग ध्यान दिनु है। यो कन्ट्रोल एफबाट निकाल्नु भयो होइन सर यो सर्च रिप्लेस। एकदमै कन्ट्रोल एफ बटनबाट फाइन्ड एन्ड रिप्लेस। साथीले कन्ट्रोल एफ चाहिँ सम्झ्यो है सर यो चाहिँ बिर्सिन्छ हो। म भुलिरहेको केसमा तपाईँले चाहिँ मेजर कुरा भनेको जहिले पनि नोट गर्नुपर्छ भनेको है। सर्च गर्ने कसरी कन्ट्रोल एफबाट फाइन्ड भन्ने हो क्या। फाइन्ड कन्ट्रोल एफ। कन्ट्रोल एफ नै रिप्लेस भन्ने बटन पनि आइहाल्छ होइन। रिप्लेसको लागि कन्ट्रोल एफ भनेको जस्ट ओन्ली फाइन्ड। रिप्लेसको लागि कन्ट्रोल एच है। कन्ट्रोल एच रिप्लेस सँगसँगै धेरै कुरा चाहिँ चेन्जेस गर्नुपर्ने छ। एउटै अनुसारको छ भने कन्ट्रोल एच। टु रिप्लेस मल्टिपल चाहिँ तपाईँको छ भने कन्ट्रोल एच। जस्ट फाइन्ड आउट मात्रै गर्नु छ भने कन्ट्रोल एफ। कन्ट्रोल एफ नलेखेर कन्ट्रोल एच मात्रै लेख्दा नि हुन्छ। फाइन्ड यहीँबाट नि गर्न सकिन्छ क्या। ऊ यहाँ छँदैछ नि फाइन्ड भन्ने बटन पनि
यसमै कन्ट्रोल एचमै पनि फाइन्ड भन्ने बटन हुन्छ क्या हेर्नु त फाइन्ड नेक्स्ट ओके ल यसलाई सेभ गरिदिनुहोस् कन्ट्रोल एच गर्नुहोस् र क्लोज हानिदिनुहोस् सक्यो नयाँ अब आर्टिकल लेखेर हुनेछ भित्र चाहिँ अब यसलाई डबल क्लिक गर्नुभयो भने त्यहाँ आर्टिकल क्विज भन्ने लेखेर आयो लु हेर्नु त अब यति भयो जस्तो चलिगयो नि तलपट्टि इम्पोर्ट फ्रम एक्सेलबाट आर्टिकलका क्वेसन हुन्छन् माथि आर्टिकल क्विज अब धेरैलाई मन लाग्यो होला यसको कलर पनि चेन्ज गर्न मन लाग्यो अब अर्को दिनमा एकै दिनमा धेरै लोड नराखौँ कलर चेन्ज पनि गर्न पाइन्छ सबैको एक एक कलर चेन्ज गर्न पाइन्छ सबै कुरा है कन्ट्रोल एस फोर रिप्लेस कन्ट्रोल एफ फोर फाइन्ड ओर्डर टेक्स्ट एकदमै एभ्री टुल है जुनसुकैमा पनि त्यही हो भिएस कोड चाहिँ अब खेमराज सरले रिकमेन्ड गर्नुभएको रहेछ यदि त्यहाँ डिफल्ट आएको छ भने युज गर्नुहोस् भिएस कोड चाहिँ सकेसम्म अब त्यो हेभी हुन्छ त्यो डिभाइसहरूले धान्छ धान्दैन आवश्यक रहेन भनौँ जान्ने मान्छेले चाहिँ गर्दा भयो भिएस कोड चाहिँ भिएस कोड यो लोगो है भिएस कोडको चाहिँ अब यो अलिकति हेभी नै हुन्छ सो यतातिर यसमा चाहिँ नजानुहोस् धेरै ठुलो छ यो चाहिँ गर्न खोजे सानो काम स्टोरेज टन्न खान्छ यसले ऱ्याम पनि टन्नै लिन्छ टेक्स्ट एडिटर अथवा टेक्स्ट एडिट भन्ने टुल डिफल्ट आउँछ डिफल्ट आएकोले काम चल्छ भने बलजबस्ती किन नयाँ सफ्टवेयर डाउनलोड गर्नु ओके एकैछिनमा हामी अब एउटा थप अर्को कन्सेप्ट अनुसारमा लाग्दैछौँ है अलिकति फरक मैले सुरुवातमै भनेको छु अलिकति फरक हरेक कुरा केही न केही हरेक दिन नयाँ हुनेछ त्यसैले म त जान्ने भइसकेँ भनेर चाहिँ क्लासमा अब्सेन्ट हुने काम चाहिँ नगर्नु होला जनक सर हजुर हजुर यो के तपाईँले 7 दिनकै बरु यो टपिक्स हुन्छ भनेर एउटा हामीलाई टक्क दिने भए त्यो अनुसारको यो टपिक्स यो भन्ने कुरो थाहा हुन्थ्यो कि सर बरु सजिलो हुन्थ्यो कि जस्तो भोलि आउँछ भन्नुभन्दा सब बाँकी रहेको 4 दिनको कन्टेन्टहरू के छन् त्यो हजुरले चाहिँ लिस्टिङ गरेर गरिदिन पाए सबै यो जुन हाम्रो पार्टिसिपेन्ट्सहरू हुनुहुन्छ नि त हजुर हजुर सिक्न पाइन्छ भनेर तयारी गरेर नै आउनुहुन्थ्यो नि त खोजेर ओके घनश्याम सर त्यो अनुसारको लिस्ट प्रोभाइड गरिदिने कि स्क्रिनमा यहाँ देखाइदिनुहुन्छ त्यहाँ सरले देखाइदिनु न म सरले स्क्रिनसट गर्नुहुन्छ ओके ल एकैछिन है त मैले यहाँ यसलाई जस्ट ओन्ली च्याटमा मात्र आएको छु म स्क्रिन एकैछिनका लागि जस्ट अ सेकेन्ड स्टप गरेँ डे 4 सम्म सिमुलेसन छ क्या र डे 5 देखि चाहिँ क्विज सङ ल हेर्नुहोस् है के छ हाम्रो चाहिँ रुटिनमा भन्ने चाहिँ सरले स्क्रिनसट गरेर राख्नु न आज हामी डे 3मा छौँ जसमा इङ्ग्लिस नेपाली सोसलको फाइलहरूमा कसरी सोच बनाउने भन्ने थियो साथसाथै एडिटको कुरा पनि थियो क्या जुन कुरो कुनै पनि दिन सामान्य कुराहरू नयाँ थपिने छन् देवी सर अब यहाँ साइन्सको कुरा छ डे 4मा डे 5मा क्विजको छ फेरि किनकि कसैलाई पनि विरक्त नलागोस् म्याथ कमन अनि साइन्स फेरि कमन अनि त्यसपछि चाहिँ स्क्रिन रेकर्डिङ अनुसारको केस धेरैले चाहिँ हिजो नै कल आइसकेको थियो मलाई 4-5 जनाको चाहिँ अरू सरले सर त्यो त
स्क्रिन रेकर्ड गरेर दामी दामी एनिमेसन बनाएर भिडियो हाल्न थालिसके के हो त्यसको चाहिँ आइडिया के छ भने अब त्यो अनुसारको चाहिँ हामीले चाहिँ डे 6मा राखेका छौँ सङ जेनेरेट देन स्क्रिन रेकर्ड गर्ने अनि त्यो दुइटैलाई चाहिँ कम्पाइल कसरी गर्ने भन्ने चाहिँ है एकदम सजिलै हुन्छ त्यो चाहिँ स्क्रिन कुनै पनि कसैले पनि सफ्टवेयर एक्स्ट्रा डाउनलोड गर्नु पर्दैन कुनै पनि कुराको लागि है स्क्रिन रेकर्डिङको लागि डाउनलोड गर्नु पर्दैन डिफल्ट हुन्छ कम्प्युटरमा पहिलादेखि नै सबै कुरा हालिदिएको छ क्या हामीले चलाउन नजाने मात्रै हो यसरी बुझौँ कम्पाइल गर्नका लागि पनि लगभग एउटा त छ अब काम चलेन भने अनलाइनबाट अथवा चाहिँ एउटा सामान्य टुल डाउनलोड गर्नु पर्ला सङ जेनेरेसन जेमिनीबाटै हुनेछ दामी हुनेछ सङ जेनेरेट त आजै गरे पनि हुन्छ केही फरक पर्दैन 1 मिनटको काम त हो ल गेन्द्र पौडेल सरले ह्यान्ड रेज गर्नुभएको छ विशेष के थियो सर अनम्युट गर्नुहोस् भन्नुहोस् यो सबै बाटो देखाइदिनु भएन के गुरु यो पछि यो हुन्छ भन्ने कुरा जिन्दगीमा कसले सिकाएको हुन्छ र यो सबै टाइम टेबल सिकाउँदाखेरि अनि आफ्नो सिकाएको कुरा के हो त्यति बुझ्ने अनि त्यो भएर चाहिँ प्रविधिमा अगाडि बढ्न सकिएन यो बाटो देखाउन लागियो भने चाहिँ त्यो बच्चालाई चाहिँ ब्रेस्ट फिडिङ र स्पुन फिडिङ बाहेक केही पनि हुँदैन मतलब स्टुडेन्टलाई नदेखाउने भन्न खोज्नु भएको कि यो आफूलाई नदेखाउने लर्नर लङ लाइफ लर्नर हुनु पर्यो नि त एकदमै लर्नर हुनु पर्यो त्यो त ठिक छ तर मेटेरियल बनाउँदा टिचरले त प्रयोग गर्नु राम्रो भएन त भने अनि तपाईँहरूले सिकाइरहँदा हामीले सिकिरहने हो अब कुन दिन के हुन्छ भनेर तपाईँहरूले भनेकै ठ्याक्कै हुन्छ भने के ग्यारेन्टी हुन्छ भोलि आकाश खर्च्यो भने तपाईँ हामी जोइन नहुन पनि त सक्छौँ त्यही त हामीले चेन बनाइदिएका छौँ तपाईँले चाहिँ मेटेरियल बनाएर प्रेजेन्ट गर्ने अनुसारको आधार दिइरहेका छौँ अब यसमा बाटो तपाईँको अपेक्षा के हो त्यो चाहिँ भन्नुहोस् न बच्चालाई भनियो भने चाहिँ बच्चो मर्छ सर अनि तपाईँको अपेक्षा के हो त्यो चाहिँ भनिदिनुहोस् बरु मेरो अपेक्षा के हो भने कहिल्यै पनि फ्युचरमा यो हुन्छ भनेर कसैले पनि डेक्लेरेसन गर्नै हुँदैन मैले के फ्युचर प्रिडिक्ट गरेँ भन्नु न सिक्दै जानु फ्युचर मैले चाहिँ के प्रिडिक्ट गरेँ यहाँ त विवादको गर्नु लाग्नुभयो त यो विवादै होइन यसलाई सर ज्ञानेन्द्र सर अहिले लास्टमा यसमा डिस्कसन गरौँला सरको क्लास अगाडि बढाउँ न ओके गो अन प्लिज यो सरले गर्नुभयो होला स्क्रिनसट सबैले सबैले भइसक्यो होला एकदमै उम्, अब यो बनेको जुन फाइलहरू हुन्छ क्लासमा हामीले लगेर याद राखौँ जुन अहिले बनेको भर्खरै जुन एउटा देख्नुभयो होइन कुन चाहिँ बनेको थियो त यो होला अनि अब यो फाइल प्रेजेन्ट गर्दाखेरि चाहिँ स्टुडेन्टले चाहिँ यसमा चाहिँ पोजिटिभ राख्ने भयो क्या तपाईँप्रतिको भ्यू पनि किन पोजिटिभ राख्ने भयो यो अनुसार कहीँ कतै यसमा एआईको नाम निशान छैन इन्टरनेट एक्सेस भएको अनुसारबाट डाइरेक्टली च्याट जिपिटी खोलेर देखाएको जस्तो पनि भएन अब धेरै जस्तो बोर्डहरूमा चाहिँ एआई इनरोल गरिएको छ भन्छन् नि हो एआई इनरोल गरिएको राम्रो छ तर हरेक कुरा एआईबाट देखाउँदा त्यो क्लासको लागि भएर ठ्याक्कै आइदिँदैन जति जेसुकै गरे पनि ठ्याक्कै बन्दैन कहिलेकाहीँ तलमाथि भइ नै हाल्छ यो भयो भने ठ्याक्क तपाईँको लिमिट अनुसार पावर पोइन्ट बनाएको जस्तै भयो यो चाहिँ यो के भयो त पावर पोइन्ट बनाएको जस्तै भयो किनकि लिमिट छ नि त यसमा त तपाईँले हालेको क्वेसन हो यो त हो अब आन्सरहरू चेक पनि भइ नै हाल्ने भयो यहाँ चाहिँ सर अब यहाँ म्याप बनाऊ भन्ने कुरो पनि आएको छ सोसल स्टडिजको सरबाट ए म्याप अनुसारको केस बनाउने ओके म्यापमा फिल गराउने म्याप बनाऊ म्यापको कुरो पनि राम्रो लाग्यो मलाई सेसन सोसल स्टडीमा एकदम युजफुल हो नि त ल म्यापतिर जाउँ ठिक छ सर म्याप सँगसँगै यो अक्षांश देशान्तरको कुरा पनि गर्नु भएको छ एउटा दुईटै कुरा त एकजना म्यामले शकुन्तला म्यामले राखिसक्नु भएको रहेछ फाइल चाहिँ ओहो कस्तो राख्नु भएको छ एकछिन हेरौँ है त ल म्याम यसमा अब अक्षान्तर देशान्तर भन्ने बित्तिकै कुरा के आयो त त्यहाँ अलिकति एनिमेसन देखाउने भए सिमुलेसन चाहिन्छ लेख्नुपर्छ त्यति त हो नि होइन फाइलको नाम थियो ल्याटिट्युड एन्ड लङ्गिट्युड ल कति राम्रो फाइल बनाउनु भएको छ ल हो यो हिजोकै कमाल हो सबै एकछिन यसमा एनिमेसन इन्फर्मेसन मात्रै हो क्या यो त म्यामले फाइल बनाउनु भयो तर फाइल डाइनामिक भएन छ डाइनामिक भएन जस्ट त्यो पिडिएफ जस्तो भयो क्या
डाइनामिक भन्ने वर्ड उहाँको त प्रम्प्ट छुटेछ। होइन डाइनामिक त हाल्नु भएको छ, त्यो चाहिँ राख्नु भएको छ, एचटिएमएल माथि आएको छ, देखिएको छ। तर ए त्यो माग्ने कुरा चाहिँ राम्रोसँग नेक्स्ट बटनबाट भएको भए भन्ने किसिमको होइन, त्यहाँ चाहिँ ब्याक बटन त्यस्तो किसिमको एड भइदिएको भए अझै सजिलो हुन्थ्यो क्या। सार्नुभन्दा चाहिँ राम्रो त फाइल त राम्रो देखियो हेर्दाखेरि। होइन एडजस्टमेन्ट राम्रो छ सबै कुरा। यो माथि लेखिएको पनि नेपाल सरकारको पाठ्यक्रम सिडिसीमा आधारित भन्ने त्यो पनि ठिक छ। यो त गाइडलाइन जस्तो दियो त्यो अनुसार बन्ने नै भयो। तर एउटा कुरा चाहिँ मेन कुरा अलि पिडिएफ जस्तै देखिएछ, त्यति फरक हो। ल अब म्यापतिरको केसमा जाँदा अब अलिकति चाहिँ एउटा नयाँ टुल एड गरिहालौँ आज चाहिँ। अब समय लगभग तपाईँहरूसँग 30 मिनट छ। 30 मिनटमा यहाँ हाम्रो सुरेन्द्र सरको एउटा राम्रो फाइल देखेँ सर, मैले हेर्नु खोल्नु त। एकछिन के छ? एक्सन सदस्यहरूको ग्लोब बनाउनु भएको छ मैले। होइन सिमुलेसन भनेर राख्नुभयो भने त होइन, मजाले आइहाल्छ। रेवती रमन सरको होला। रेवती रमन सरको सबै सर म्यामले आएको फाइलहरू यसो डाउनलोड गर्दै चाहिँ राख्नुहोस् है, सजिलो हुनेछ। रेवती रमन सरको खै मैले त भेट्टाइनँ त, माथि नै छ क्या त्यसो भएपछि? अलि माथि छ त्यहाँ। दुई त्यो रेवती सरले फेरि हाल्नुभयो क्या र? फेरि हाल्नुभयो? लिङ्क छ कि लिङ्क छ लिङ्क छ ए उहाँको। लिङ्क छ, लिङ्क चाहिँ त फाइल छैन, उहाँले चाहिँ लिङ्कबाट हाल्नु भएको छ। ल हेर्नु तपाईँको समस्या के हुन्छ लिङ्कबाट हालेपछि। खोल्न चाहिँ खुल्छ, मजाले ग्लोब घुमेको देखेँ मैले। एकदम 3D मजा होइन। किन घुमेन? मैले गर्दा घुमेको थिएँ। घुम छैन छैन, घुमेको थिएँ सर। मैले गर्दा पनि घुमेछ घुम्न त। म यसलाई यता ल्याएँ, क्रोम ब्राउजरमा ल्याएँ, किनकि क्रोम गुगलसँग कनेक्टेड हुन्छ, सो इजी हुन्छ। अघि कता थियो मेरो रन भइरहेको भनेपछि एजमा थियो, घुमिरहेछ। तर हामीले आफ्नो इच्छाअनुसार घुमाउन पाएनौँ। रोटेट थाहा हुन्छ नि, त्यो अटो घुमिरहेछ, तर यसलाई कन्ट्रोल गर्न मिलेन। यसमा यो एउटा बटन एउटा कमान्ड हाल्नु बाँकी छ। नेपालको समय ठिक छ, हाजिरी जवाफको अनुसार क्विज सुरु गर्ने कुरा ठिक छ। डिजिटल लङ्गेच्युड त पनि फरक त्यो सार्दाखेरि यता आउँछ कि क्या हो सर? एउटा लोकेट पोइन्ट दिएको छ नि माथि, हो त्यसको अँ, अनुसारको लोकेसन हो। एकछिन है त, यो छैन, काम गरिरहेको छैन। त्यहाँ माथि एउटा पोइन्ट छ, हेर्नुहोस् है। एकछिन घुमेर आउँदैछ, यो घुमाउन मिल्ने भएको भए सजिलो हुन्थ्यो। आउँदैछ। यो सार्ने चाहिँ होइन रहेछ, त्यहाँ एउटा स्लाइडर जस्तो देखिरहेछ। ल है, आउँदैछ आउँदैछ, हेर्नुहोस् पोइन्ट आउँदैछ, देख्नुभयो नि? हो, त्यो मुभ हुनुपर्ने हो यसको कारणले। चेन्ज त हुँदो रहेछ। त्यो होइन, अब अलिकति थप काम गर्न बाँकी छ। ठिक छ, उहाँको राम्रो यो क्रिएसन। फाइल राम्रो बनेको छ। अलिकति चाहिँ त्यहाँ चाहिएको कुराहरू फेरि भन्नु पर्यो। अब सामाजिकको सरले यसरी नै सामग्री बनाएर हामीहरूको 8औँ दिनमा यस्तै प्रेजेन्टेसन गर्छौँ सरहरू। एकदमै सबैले नेपालीको गर्नुपर्ने हुन्छ। सबैले आफ्नो फाइलहरू रेडी गर्दै गर्नु होला है। अब ध्यान दिउँ, धेरैलाई हुने समस्या अब भोलि अथवा पर्सिको क्लास जुन रहला, जसमा साइन्सको कुरा छ भोलिको क्लासमा भने यसको छ होइन, रुटिनमा हामीले साइन्सको राख्यौँ होइन, देखिसक्नु भएको छ। तर नेपालीमा पनि म्याथमा पनि आउने समस्या एउटा मेजर कुरा चाहिँ यहाँ आज एड हुँदैछ अबको केसमा, जुन सोसलमा सबभन्दा बढी देखा पर्छ, त्यो पनि म्यापमै समस्या पर्छ।
भन्छु एउटा टेर्दैन, गर्छु एउटा टेर्दैन, म्याप अनुसार गराउन खोज्दा टेर्दैन। ल एउटा चाहिँ हामीले चाहिँ आफ्नै डिभाइसमा भएको, सबैको डिभाइसमा हुन्छ है, त्यहाँ एउटा टुल डिफल्ट राखेको हुन्छ SNIP स्निप भनेर चाहिँ, ध्यान दिउँ त। स्निपिङ टुल, अब स्निपिङ भन्नुहोस् स्निपिङ भन्नुहोस्, त्यो जसरी पढे पनि स्निपिङ टुल यसलाई यसरी चाहिँ खोल्नु भयो भने अब यसले हामीलाई के गाइड गर्छ त भन्यो भने, ध्यान दिनु है, यसले के गाइड गर्छ त। अब मैले एउटा म्याप बनाउने केसको लागि त के को म्याप बनाउने हो भन्ने त जान्नु आवश्यक भयो नि त। म्याप चाहिँ चाहियो, रियल म्याप नै अब हामीले चाहिँ यसो खोज्नुपर्ने हुन्छ। सकेसम्म तपाईँ जे बनाउन चाहनुहुन्छ अलि म्यापमा चाहिँ त्यति इलिजिबल भइसकेको छैन, किनकि म्यापभित्रका सबै कुरा चिन्दैन क्या यसले चाहिँ। एआईले म्यापभित्रका सबै कुराहरू कोडिङको थ्रुबाट चिन्दैन, नचिन्ने त होइन, एक्ज्याक्टली कुना कुना थाहा पाउँछ, कोडिङ अनुसार कुन कुनामा कसलाई कसलाई लगेर राख्ने भन्ने त्यसो चाहिँ ठ्याक्कै बनिसकेको छैन, बन्नेवाला छ। फेरि फ्युचर प्रिडिक्ट गर्ने भन्नु होला, हो चाहिँ त्यही। अब म्याप अफ नेपाल मैले कुनै एउटा लिएँ, कुनै पनि है, आफूलाई जुन बनाउन मन लागेको छ त्यो अनुसारको मैले चाहिँ इमेजेसतिरबाट गएँ। एकदमै धेरै इमेजेसहरू पाउन सकिन्छ। अब इमेजेसहरू पाउनका लागि पनि विशेष गरी हाम्रो चाहिँ नेपाल सरकारकै वेबसाइटहरूभित्र छिर्नुभयो भने अझै राम्रा इमेजहरू पाउनुहुनेछ है। जस्तो आलु उत्पादन क्षेत्र होइन, गहुँ उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र भन्ने अनुसारका जुन केसहरू छन् हो ती कुराहरू चाहिँ यहाँ एडजस्ट कसरी गर्ने भन्ने त्यो रहन्छ नै। मैले अहिलेका लागि जस्ट एउटा इमेज लैजाँदैछु, कुनै एउटा चाहिँ इमेज सेभ गरेर लाँदा नि हुन्छ, कपी मात्रै गर्दा नि हुन्छ, केही फरक पर्दैन। अन डाउनलोड मैले यसरी चाहिँ रफली नेम गरेँ है। क्यानभास, अब यसमा म्यापकै केस बनाउने भयो भने अब एकछिन प्रम्प्ट पनि बनाइहालौँ। राइट अ प्रम्प्ट टु generate a simulation to teach के को बारेमा आएको थियो, हिमाल, लोकेसन अफ हिमालयाज इन नेपाल। फरक फरक लाइनमा लेख्नुहोस् है, एकैमा लेख्न सकिँदैन भने। बाई सोइङ REALISTIC रियलिस्टिक इमेज अफ, यानी इमेज भन्दा पनि ड्र, इमेज भन्यो भने त्यही इमेज राखिदिन्छ, ड्र भन्यो भने नयाँ ड्र हुने भयो। त्यहाँ चाहिँ ड्र अफ म्याप अफ नेपाल एज गाइडेड।
ल प्रम चाहिँ आएको छ। अब यो प्रमले कति काम गर्छ भन्ने कुरा त्यहाँ गएपछि थाहा हुन्छ। यहाँ लेखिएको कुरा त नर्मल एकदम सामान्य जस्तै देखिएको छ होइन। ल हेर्नुहोस्, केही समस्या भएछ भने स्निपिङ टुल युज गर्ने हो हामीले चाहिँ। सबैको डिभाइसमा हुन्छ है। ओके, अब म्याप कता छ देख्नुभयो त्यो म्यापको हालत त्यहाँ यस्तो हालत छ म्यापको। ल अब त्यही अघि जुन डाउनलोड गरेको म्याप छ त्यो म्याप यता दिनु पर्यो। अब ए वाला म्याप हो। पर्फेक्टली त फेरि पनि बन्दैन, तैपनि काम चलाउने तरिका चाहिँ आज चाहिँ अलिकति समयले भ्याउँदैन होला, भोलिको सुरुवाती अवस्थामै गरिदिनु पर्छ यसको चाहिँ। म्याप नै देखिने चाहिँ पर्फेक्टली फरक पर्दैन है, एकदमै रियलिस्टिक नै भएर बन्ने छ। आजको उसमा चाहिँ लगभग एउटा टुल चलाउन सिक्दैछौँ हामी चाहिँ, र म्याप त्यहाँ कसरी एडजस्ट हुनेछ त्यो चाहिँ हुनेछ। ध्यान दिउँ। To draw a map, use this given image as reference. सकेसम्म यो जिगज्याग नभएको जुन छ नि, यो एक्स्ट्रा चाहिँ दायाँ बायाँ भएको आउटसाइड नभएको वाला चाहिँ भएको भए अझै सजिलो हुन्थ्यो। त्यो अनुसारको म्याप दिएको भए चाहिँ जति भद्दा भयो यसलाई ड्र गर्न गाह्रो हुन्छ त्यो सबै लाइनहरू चाहिँ। सो ओन्ली लाइनै लाइन मात्र भएको क्लिन फिगर भएको भए चाँडो डिटेक्ट हुन्छ र सफा पनि बन्छ। फेरि पनि भनेन, यसको अवस्था त्यही हो। Directly this given given image as a map. कोडको थ्रुबाट म्याप बन्न अलि गाह्रै पर्छ। सो डाइरेक्टली इमेज जुन सफा छ त्यसै माथि हामी चाहिँ त्यस अनुसारका पिक्चरहरू एडजस्ट गराइदिन सक्ने भयौँ। फिजिकल म्याप अफ नेपाल युजिङ खोइ त म्याप नट सोइङ। कसैसँग सफा इमेज छ म्यापको चाहिँ यसो च्याटमा राख्नुहोस् त। क्लिन इमेज जसमा यी हिमालका नामहरू केही नभए पनि फरक पर्दैन, क्लिन चाहिँ होस्। जस्ट बााउन्ड्री मात्रै भएको अथवा चाहिँ प्रदेशहरू मात्रै भएको, जिल्ला जिल्ला कब त्यो चाहिँ के भन्छ रेखा मात्रै भएको क्या, त्यही इमेजहरू डाइरेक्टली युज गर्ने हो। यसले म्याप अलिक बुझेन। म्याप बनाउँछ तर क्लिन म्याप दिनुपर्छ एकैछिन है। त्यही त क्लिन म्याप बुझेन। यो म्याप त बुझ्दै बुझेन। म्याप माथि कमान्ड पनि नट सोइङ भन्नु पऱ्यो, नट सो इमेज भएछ, उल्टो प्रम गएछ। आई टोल्ड यु सो द इमेज, आई टोल्ड यु। सर एकजना सरले राख्नुभयो, सिरा सरले, क्लिन म्याप।
ओके त्यही क्लिन म्याप राखौँ है त त्यसो भएपछि खै छैन त च्याटमा च्याटमा छ सर लास्टमा सेकेन्ड लास्ट च्याटै खुलेन ए तल कुनामा फालेको छु क्या मैले च्याट पनि यसरी यो अलिक क्लिन छ आयो है च्याट आइस म हेरिसकेँ सेभ त गरियो तर के थियो फाइलको नाम फेरि सेभ गर्नुपर्ने भयो डिबिबिबी लोकेसन चाहिँ यता गएछ ल हो एकदम छविलाल सरले पठाएको इमेज चाहिँ युज गर्न लागेको छ एकदमै टक्क 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 प्योर सामाजिक हो नि त म पनि हिमालहरू टक्क 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 राखिदिनु भएको रहेछ है त्यो अनुसारको भइदिएपछि अझै सजिलो हुन्थ्यो ठिक छ एकछिन यसले राखे ठिक छ नराखे पनि यसमा राख्न मिल्ने अनुसारको केस अर्को तरिकाले गर्न सकिन्छ आफै इमेज एड गरेर जसको एउटा फिचर हामीले इम्पोर्टवाला राखेका थियौँ त्यो फिचर एड गरेर गराउन मिल्छ त्यसलाई पछि एडै गरेन त एकछिन है मैले यसमा कुन चाहिँ राखेको थिएँ त ए एउटा इमेज त्यहाँ अपलोड गराएर त्यही माथि चाहिँ हामीसँग भएको डिभाइसले चाहिँ ड्र गरेर चाहिँ त्यसलाई सेभ गर्न लगाउनु पर्यो है अब कतिजनासँग राइटिङ प्याड छ राइटिङ प्याड मतलब तपाईँको चाहिँ अनलाइन लकडाउनको बेलामा चाहिँ कतिजनाले किन्नु भएको छ होइन त्यही अनुसारको चाहिँ डिभाइस भयो भने त्यहाँ एउटा म्याप सबभन्दा पहिला त्यहाँ डिस्प्ले गराइनेछ तपाईँले नै प्रोभाइड गरेको होला त्यसमाथि तपाईँले चाहिँ केर्नुहुनेछ क्या त्यो केरिसकेपछि त्यसले चाहिँ नयाँ लोकेट भएका चाहिँ ती रेखाहरू लाइनहरू सबै बुझ्दछ त्यसपछि चाहिँ ड्रलाई सबै हाम्रो अम्बिक सरले को फाइलमा हेर्नु सर बनेको जस्तो लाग्यो मलाई बन्छ तर झ्याप्पै कहिले काहीँ बन्दिँदैन क्या अम्बिक सरको त्यहाँ छ जिल्ला प्रदेश देखाउनु भएको छ सरले ठ्याक्कै क्लिक गर्दा हो हाइलाइट एकदम एकदम इन्ट्रेक्टिभ म्याप भएको छ यो त यसबाट बनाएको जस्तो छैन यो अर्कै हो अम्बिक सर एआईले बनाएको होइन यो चाहिँ अम्बिक सर अम्बिक सर अम्बिक सर सुन्दै हुन्छ अम्बिक सर अनम्युट हुन पाउनु भने कसो होइन हजुर सर हजुर एआईबाटै बनाएको बनाउनलाई के युज गर्नु भएको थियो सरले यही हो जिमिनीबाटै बनाएको सरको त्यो होइन फ्रम भन्दा पनि सरले पुरै गुगल म्यापलाई नै लिइदिनु भएको रहेछ यो त बडा गजब पो लाग्यो त यो त
काम चाहिँ जिमिनीलाई नै लगाएको अँ, एचटिएमएल अब कोड नै मागेको। बुझेँ मैले कता हेर्नु त एबी नेपाल कता यहाँ छ सोर्स यताबाट लिइरहेको छ डेटा कताबाट तानेछ यसले कुन चाहिँ अफिसियल एडमिनिस्ट्रेटिभ बााउन्ड्रिज कि इन्स्टिट्युसन सिकिराख्नुहोस् है भित्र लुकेको कुराहरू कसरी खोज्नुपर्छ भन्ने सोर्स अर्को यताबाट लिएछ यो टोटल्ली अपलोड गर्नुभएको अम्बिक सर? होइन यो त कोड बनाएर उसले नै दिने हो जेमिनीले बनाएको कोड रहेछ होइन, त्यति मैले भन्न खोजेको सरले पिक्चर अपलोड गरेर इमेज अपलोड होइन गर्नु। होइन 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 ती पिक्चर अपलोड गरेको होइन ए त्यही त्यो त, प्रम्पटबाटै डाइरेक्टली बनेर आएको हो ए त्यही त। कम्प्लिट त्यो चाहिँ अनुसारको इन्फर्मेसन यो यहाँ राखेको छ यो के माग्नु भएको थियो भन्ने कुरा यहाँ अम्बिक सर, हजुर सर, पहिला मैले यो त्यसलाई एउटा पिक्चर दिएँ सर, अनि अँ, पिक्चर सरले दिएपछि हजुर सरको त्यो प्रम्प्ट यहाँ च्याटमा राखिदिनु न, साथीहरू सामाजिक सरलाई चाहिँ अब त्यही प्रम्प्टले काम गर्न सजिलो भयो नि त। ए होइन, मैले सामान्य के गरेको भने उम्, पहिला एउटा पिक्चर दिएर बना भनेको बनाएन, उम्, अनि त्यस पछाडि ड्र म्याप अफ नेपाल मात्रै कमान्ड दिएका, अरू केही नै होइन दिएको। ए ए ए अनि त्यसले म्याप अफ नेपाल बनायो आफै, बाँकी केही गर्नु परेन। ए त्यो त लक्कीली बनेछ सरको चाहिँ हाम्रो ए हाम्रो त पुरै भन्दा पनि बन्दैन अहिले चाहिँ आपको अनुभव होला सरले नि भन्न सजिलै। होइन त्यो त सुरुवातकै दिनदेखि भन्दैछु कुनै बेलामा बन्छ कुनै बेला बन्दैन ब्याकअप लिएर राखिहाल्नुपर्छ एकछिन फेरि अर्को राखिदिउँ त नयाँ ड्र map of NAPL Nepal and show 7 provinces of Nepal in that map. यसले नदिए पनि अर्को तरिका छ काम गराउने त आज त्यतातिर समय नभ्याउने भएर नछिरेको ठिक छ, भोलि गरौँला न यो अब सामाजिक सरलाई। जे भन्नुभयो त्यही त्यही अनुसारको लोकेसन त्यहाँ टक्क 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 राख्न पाइन्छ क्या आलु क्षेत्र भने आलु क्षेत्र अनि के अरे गहुँ उत्पादन क्षेत्र इन्टरेक्टिभ म्याप अफ नेपाल यसले देला जस्तो गरौँ। मुस्किलै लाग्छ मलाई त खै सोर्स त युज गरिरहेको छ तैपनि यो हालत आलु कस्तो देखायो त। समस्या यही हो क्या यसको चाहिँ कुनै बेलामा फ्याट्ट अब दिदी नेपालकै नक्सामा चाहिँ देखाएन, तर त्यही स्टाइलको चाहिँ देखाइदिएछ। युज गुगल म्याप भनिदिउँ गुगल म्याप अफ नेपाल भन्नु पनि भन्नु न। यति भनेपछि त आइहाल्यो नि
देश बनाउँदो रहेछ म्याप मजाले भन्ने चाहिँ बुझ्यो उम्, होइन बनाउन चाहिँ राम्रो बनाउँछ, तर यो अलिकति त्यहाँ गाइडलाइनहरू चाहिँ राख्दाखेरि चाहिँ आफूलाई चाहिए जस्तो चाहिँ छुट्टै दिनुपर्छ। लु अब गुगल म्याप भनिसकेपछि एसभिजी इमेज जो बनाउँदै थियो त्यसलाई फाल्यो। यो एसभिजी इमेज भनेको चाहिँ इमेज फर्मेटमा बनेको थियो। अब पपअप अनुसारको केसमा आउँछ। भयो, डाइरेक्टली गुगल म्याप ल्याएर राखिदियो, यो पनि भएन। यो पनि भएन। एकछिन, स्नेपिङ टुल चलाउँदै गर्ने भनेको स्नेपिङ टुल चलाउन पनि रहेन। यसलाई भन्दा पनि कहिलेकाहीँ यो जिमिनी भन्नेले पनि राम्रै बनाउनु, के अरे च्याट जिपिटी। सरले क्लाउडे युज गरे त होइन नि? अम्बिक सर, आजभोलि अम्बिक सरको माइकै अनम्युटै हुँदैन त। क्लाउडेले चाहिँ राम्रो काम गर्छ यस्तोमा चाहिँ, बरु तर लिमिट लाग्छ भनेर मात्रै हो। ल, त्यही प्रम्प्ट यता है, क्लाउडे पनि जानिराख्नुहोस्। हामीले अस्तिदेखि कुरा गर्दैछौँ युज गर्ने टुलहरू के छन् भनेर चाहिँ है। ल, प्रम्प्ट खै यसको कता छ? ल, यही त भने। क्लाउडे मोबाइल नम्बर अनिवार्य माग्छ, ध्यान दिऊ है। अलि समय चाहिँ लिन्छ यसले चाहिँ, अलिक चाँडो चाहिँ बनाउँदैन। यसले चाहिँ बनाउँछ जस्तो छ, बनाउँदैन यसले पनि। भयो, बनाना यसले सिम्पल गर यसलाई अब ठिकै छ अब अर्को नै ट्रिकबाट जानुपर्छ, जुन अँ, यसलाई अब 1 ठिकै बाई छ 1 भन्ने अनुसार। भोलि गर्नुपर्छ बद्री सर के भन्न आँट्दै हुन्छ बद्री सर अनम्युट गर्नुहोस् सर। ठ्याक्कै बुझिदिँदैन कहिलेकाहीँ, एआईले चाहिँ यस्तै हो। बद्री सर के भन्ने हुन्छ म्याप भयो एउटा, अलिकति यसलाई गाह्रो पर्ने भनेको। अर्को एउटा चाहिँ ह्युमन ओर्गानहरूको केसमा पनि अलिकति गाह्रो पार्छ है। त्यसैले चाहिँ के भन्छ, जनावरहरूका चाहिँ बडीहरू बनाउनु पर्यो भने है, सिमुलेसन अनुसार के, त्यो अलिकति गाह्रो पर्छ। यसलाई चाहिँ मानवीय अङ्गहरू बनाउनु पर्यो। हो त्यसलाई पनि हो त यो पिक्चरसँग सम्बन्धित कुराहरू गरौँ न भोलि ती भोलि त्यसलाई साइन्स भनेको लगभग त्यसैसँग कनेक्टेड भएर गरौँला एउटा चाहिँ। ए सरले के भने भिडियो सोर्स दिएको भन्ने हुन्छ अम्बिक सर अनम्युट गरेर बोलिदिनु त भिडियो सोर्स अम्बिक सर दिए पनि उहाँको त अलि कुन भिडियो सोर्स दिनुभयो भने, किनकि कम्प्लिटली युनिभर्सकै म्याप बनेको छ त्यहाँ चाहिँ। म्याप नेपालको त बढी फोकस गरिएको मात्रै हो। बोल्न मिलेन सर पखौँला म अम्बिक सरलाई कोर्स दिन्छु ल अम्बिक सर ए हजुर सर, मैले त्यसलाई चाहिँ यो भिडियो हेरेर यस्तै कोड युज गरेर नेपालको नक्सा बना भने, अनि लुमा ए एजुकेसनमा यहाँ रहेछ। अनि बनाए जस्तो लगभग।
जियोमेट्रिक्स युज गर भन्नु पर्यो